हामी यहाँ छौँ हिम्मत संवादमा। यो नेपालको एकमात्र र पहिलो अन्तर्क्रियात्मक संवाद हो। हामी यहाँ एक्सपर्टसँग, समुदायसँग र अभ्यासकर्तासँग तमाम वातावरणीय मुद्दाहरूमा छलफल गर्छौँ। हाम्रो उद्देश्य तथ्य र वैज्ञानिक सूचनाको आधारमा नीति निर्माणलाई सहयोग गर्नु हो। म प्रकाश कुमार पौडेल, होस्ट, रिसर्चर र एक नेपाली नागरिक। आज हामीसँग हुनुहुन्छ डाक्टर विजेन्द्र बस्नेत। डाक्टर बस्नेत त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ फरेस्ट्रीबाट र युनिभर्सिटी अफ कोपेनहेगन डेनमार्कबाट पिएचडी गर्नुभएको छ। उहाँले विगत 2 दशकदेखि वन व्यवस्थापन गभर्नेन्सको विषयमा उहाँले अध्ययन अनुसन्धानहरू गरिराख्नु भएको छ। विशेष गरी उहाँको विषयवस्तु क्रिटिकल थिङ्किङ फिलोसफी युज गरेर वन व्यवस्थापन र समुदायको बिचको अन्तर्सम्बन्धको बारेमा उहाँको अनुसन्धानहरू गरिराख्नु भएको छ। स्वागत छ डाक्टर बस्नेत। धन्यवाद प्रकाश सर। आज हामी वनको बारेमा कुरा गरिरहेका छौँ होइन। नेपाल वनको देश हो होइन। अनि यसमा पनि हामी चाहिँ वनभित्र पनि हामी सामुदायिक वनको कुरा गर्छौँ होइन। यसो हेऱ्यो भने नेपालमा लगभग चाहिँ 46% क्षेत्रफल चाहिँ वनले ओगट्छ होइन। र त्यसमा लगभग 1/3 35% एरिया चाहिँ सामुदायिक वनबाट व्यवस्थापन भइरहेको छ होइन। यो हेऱ्यो भने सामुदायिक वनको कुरा गर्नु भनेको नेपालको तमाम वनको बारेमा, नेपालको चाहिँ ठुलो क्षेत्रको बारेमा छलफल हो नि होइन। हो, वन भनेको के हो त त्यसो भए? वन भन्यो भने एकदमै झट्टै हेर्दाखेरि जब हामीले रुख देख्छौँ, जब हामीले भुटान देख्छौँ, त्यही क्षेत्रलाई हामीले वन हो भनेर बुझ्नुपर्छ कि जस्तो लाग्छ मलाई। अब यसो सामुदायिक वनकै कुरा गर्ने भने नेपालमा लगभग चाहिँ 23,000 बेसी सामुदायिक वनहरू छन्। यसले लगभग 35% नेपालको वन क्षेत्र ओगट्छ होइन। अब हाम्रो समाज चाहिँ वनसँग मिश्रित छ। अनि हामी घाँस दाउरादेखि हाम्रो पाउने सम्पूर्ण चाहिँ सुविधाहरू वनबाट ल्याउँथ्यौँ होइन। वन र समाजको बिचको अन्तर सम्बन्ध त तपाईँको चाहिँ 100 वर्ष हो नि होइन। अब यो अन्तर सम्बन्ध चाहिँ कहाँ बिग्रियो र हामी एउटा फर्मल सामुदायिक वनको कन्सेप्टमा गयौँ त? अब यस्तो भयो, तपाईँको अब एउटा कमन प्रपर्टी रिसोर्स म्यानेजमेन्टको कुरा गर्छौँ र इलेनर ओस्ट्रमको जो नोबेल लरेट पनि हुनुहुन्छ र उहाँले एउटा कमन प्रपर्टी रिसोर्स म्यानेजमेन्टको थ्योरी लिएर आउनुभयो। र त्यो थ्योरीले के भन्यो भने हिजो परापूर्व कालदेखि समुदायले आफ्नो नीति नियम बनाएर व्यवस्थापन गरिरहेको थियो, त्यो दिगो थियो भन्ने एउटा चाहिँ नि अध्ययन भयो र त्यसैले हामीलाई समुदायमा आधारितमा जान मद्दत गर्यो। तर पछिल्लो समय हामीले फेरि के पनि बुझ्न भएन भने बिर्सिन भएन भने जब हामीले वन सुरु गऱ्यौँ नेपालको आर्थिक अवस्था फरक थियो, समुदायको अवस्था फरक थियो, हाम्रा पूर्वाधारका विकासहरूका अवस्थाहरू फरक थिए र आर्थिक उन्नतिको अवसर र चुनौती दुइटै फरक थिए। त्यो हिसाबमा सामुदायिक वन एउटा दिगो जीविकोपार्जनको माध्यमबाट वन संरक्षण र समुदायको जीविकोपार्जनलाई कसरी सँगै लाने मोडलमा सुरु भएको होइन। तर अब अहिले तपाईँको हेर्नुभयो भने खास गरिकन जब अहिले हामी चाहिँ नि रेमिटेन्स बेस इकोनोमीमा पुग्यौँ, कृषि क्षेत्रको कन्ट्रिब्युसन घटै छ भने अब यतिखेर चाहिँ नि पक्कै पनि सामुदायिक वनमा प्रश्न खडा गर्ने बेला आएको छ। सामुदायिक वनको त्यो संस्थाको उपयोगिता भन्दा पनि त्यहाँ समुदायले कसरी वन व्यवस्थापन गरिरहेको छन् र जे उद्देश्यले सामुदायिक वन स्थापना भएको थियो त्यो उद्देश्य त हामीले हासिल गऱ्यौँ, तर त्यसले आर्थिक समृद्धिमा सहयोग गर्न सक्यो कि सकेन भन्ने पाटो चाहिँ नि अबको छलफलको विषय हो। अब यसलाई अलिकति चाहिँ फेरि विगत फर्केर हेरौँ होइन। अब अहिले हेऱ्यो भने तपाईँको चाहिँ नेपालभरि सामुदायिक वन मात्रै छन्। 23,000 सामुदायिक वनहरू छन्। यसले चाहिँ वनको व्यवस्थापन गरिरहेको छ होइन। साँच्चै भन्यो भने सामुदायिक वन भनेको नेपालको चाहिँ वन व्यवस्थापनमा एक खालको चाहिँ क्रान्तिकारी परिवर्तन भनिन्छ, एउटा सक्सेस मोडल भन्छ होइन। र संसारमै एउटा चाहिँ उदाहरणको रूपमा चाहिँ देखाइने गरिन्छ होइन। यसले 23,000 सामुदायिक वन भनेको चाहिँ तपाईँको 23,000वटा संस्थाहरू बनिदियो समुदायमा। तिनीहरू चाहिँ सामाजिक इन्ट्रेक्सनहरू भयो होइन। ती संस्थाहरू हुँदाखेरि चाहिँ एक खालको चाहिँ सेभिङ क्रिएटिङदेखि लिएर चाहिँ अनि त्यसपछि समुदाय एक ठाउँ बसेर सामाजिक कुराहरूमा छलफल गर्ने त्यो खालको सामुदायिक वनले वनको व्यवस्थापन सँगसँगै सामाजिक आर्थिक परिवर्तन त ल्याए होइन। अब सामुदायिक वन
तपाईँले भने जस्तै विशुद्ध वन संरक्षण र व्यवस्थापनमा नै स्थापना भएको, तर पछिल्लो समय एउटा अध्ययन भएको छ र त्यो अध्ययनले के देखाएको छ भने नेपालमा सामुदायिक वनले नेपाल सरकारले जे भूमिका गर्छ, चाहे त्यो गृहको भूमिका होस्, विपद न्यूनीकरणको, अथवा त्यो अर्थको चाहिँ नि आर्थिक जुटाउने भूमिका होस्, अथवा चाहिँ नि के अरे महिला तथा बालबालिकाको समावेशीकरणको भूमिका होस्, भने यो सम्पूर्णमा काम गरेको छ भन्छ भने सामुदायिक वन आफैमा स्रोत हो र स्रोत हुने बित्तिकै यसले सर्टेन आम्दानी गर्छ र त्यो आम्दानी विभिन्न चिजहरूमा प्रयोग हुन्छ। र अब एउटा हामीले पहिलो पाटो भनेको यसको मुख्य उद्देश्य वन व्यवस्थापन नै हो र वन संरक्षण नै हो र जुन अहिले नेपालको तथ्याङ्कबाट जुन हिसाबले वनको अवस्था बढिरहेको छ त्यसले हामीलाई प्रशस्त मात्रामा दिएको छ। यो प्रश्न गरिराख्नुपर्ने सवाल भएन। अब दोस्रो पाटो भनेको यसले पुऱ्याएको वनभन्दा अन्य पाटो अझ बढी महत्त्वपूर्ण छ र अहिले हामीले हेऱ्यौँ नेपालमा संहितामा गयौँ 753 सरकारहरू छन्। यो 753वटा स्थानीय सरकारमा र इभन केन्द्रमा हेऱ्यौँ भने पनि सामुदायिक वनबाट हिजो समुदाय स्तरका नेताहरू आज राष्ट्रिय राजनीतिमा हुनुहुन्छ। उहाँहरूले एउटा वनको माध्यमबाट त्यो नेतृत्व विकास र अझ बढी सामुदायिक वनमा अवलम्बन गरेको हामीले सामाजिक न्यायका सिद्धान्तहरू, त्यसको एउटा राम्रो पैरवेदारको हिसाबले राष्ट्रिय नीति निर्माणमा योगदान पुर्याउन सक्नुभएको छ। त्यो एउटा सबैभन्दा ठुलो एउटा पाटो हो। दोस्रो पाटो के हो भने सामुदायिक वनमा वन संरक्षण मात्रै होइन नि त, 25% मात्रै वनमा लगानी गर्नुपर्ने हो, 75% त समुदायको विकासमा लगानी गर्ने हो नि त। सामुदायिक पूर्वाधार निर्माणका कामहरू होइन, अनि विद्यालय सञ्चालनका काम गरौँ, अनि स्वास्थ्य चौकीका सञ्चालनका कामहरू गरेका छ भने यो सामाजिक विकासमा पनि ठुलो योगदान गरेको छ। सामुदायिक वनको चाहिँ जैविक विविधता संरक्षण सम्बन्धी धेरै चाहिँ अनुसन्धानहरू भएका छन्, केले राम्रो पनि पछि देखाएको छ होइन। यसमा चाहिँ सरले भन्नुपर्दा 1, 2, 3 सामुदायिक वनले गरेको चाहिँ देखिने राम्रा पक्षहरू के छन् जैविक विविधता संरक्षणमा? अब जैविक विविधता संरक्षणमा सामुदायिक वनको सबैभन्दा राम्रो पक्ष भनेको के अरे ग्रिन कभर बढाउने अथवा हरियो मात्रा बढायो पहिलो भयो। दोस्रो पाटो जैविक विविधता संरक्षण गऱ्यौँ भने अहिले हामीले हेऱ्यौँ भने करिडोर कनेक्टिभिटीका कुरा गर्छौँ होइन। तराई आग ल्यान्डस्केपमा तराई आग ल्यान्डस्केप भयो अथवा अरू सम्पूर्ण भूप्रदेशमै कुरा गरौँ न, किनभने अहिले नेपालको झन्डै हामीले हेर्दाखेरि 75% भूभाग संरक्षण क्षेत्रभन्दा बाहिर संरक्षण मैत्री विकास भएको छ र त्यहाँ चाहिँ नि सामुदायिक वनको ठुलो भूमिका छ, जसलाई ल्यान्डस्केप बेस्ड कन्जर्भेसन भनौँ। जस्तै उदाहरण हेरौँ न, हामी कहाँ चाहिँ सुदूरपश्चिममा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज छ, त्यसपछि बर्दिया छ पश्चिममा होइन, चितवन छ। ती हाम्रा तराईका निकुञ्जहरू त पुरै छरपष्ट छन्, तर सामुदायिक वनले चाहिँ कुनै न कुनै रूपमा त जोड दियो नि होइन। अब हामी अझ शुक्ला र बर्दियाको गरौँ भने यसले अझ त भारतको वास्तवसँग जोड्छ र त्यो अझ महत्त्वपूर्ण हो जस्तो मलाई लाग्छ। भनेपछि यसले चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय सबै खालकामा चाहिँ नि भूप्रदेश स्तरको संरक्षण माध्यमबाट जैविक विविधतालाई करिडोर कनेक्टिभिटी बढाएको छ। भनेपछि सामुदायिक वनले चाहिँ संरक्षण जनताको आवश्यकतालाई चाहिँ पूर्ति पनि गर्यो र जैविक विविधतामा चाहिँ एउटा देखिने गरी गरेको छ। अब अहिले बाघ भालु तपाईँको अहिले पछिल्लो समयको हेर्नुभयो भने हामीले कहाँ बढी चाहिँ नि बाघको अध्ययनमा चाहिँ नि एरिया एक्सपान्सन गरिरहेको छौँ भने निकुञ्ज बाहिरको क्षेत्रहरू छ भने यसले पक्कै पनि किन हामीले अहिले चाहिँ नि प्लटहरू निकुञ्ज बाहिर राख्यौँ त भने डेफिनेटली पनि समुदायमा आधारित वन व्यवस्थापन हो। सामुदायिक वन मात्रै नभनौँ, अरू अन्य मोडलका समुदायमा आधारित वनहरू पनि छन्। त्यही भएर सामुदायिक वनले जैविक विविधता संरक्षण पनि एउटा पाटोको रूपमा एकदमै गरेको छ। र आज हामीले ट्रिप्लिङ टाइगरको कुरा गरौँ अथवा चाहिँ नि अरू वन्यजन्तुको चाहिँ नि सङ्ख्या बढेको कुरा गरौँ, पक्कै पनि सामुदायिक वनको यसमा ठुलो भूमिका छ। भनेपछि नेपालमा चाहिँ साँच्चै भन्यो भने जनताले चाहिँ बाघ संरक्षण गरेका छन्, हात्तीको संरक्षण गरेका छन्। जति निकुञ्जले चाहिँ हुन्छ नि संरक्षित क्षेत्रको रोल छ त्यत्तिकै अथवा चाहिँ सहयोगी रूपमा भए पनि ठुलै रोल चाहिँ समुदायको पनि छ। अब निकुञ्जको व्यवस्थापन विधि फरक होला, तर पक्कै पनि समुदायमा गरिएका संरक्षणका अभ्यासहरूले निकुञ्जको क्षमता अभिवृद्धि गर्न अथवा निकुञ्जले गरेको कामको प्रभावकारिता बढाउन मद्दत गरेको छ। त्यही भएर यो एक अर्काका परिपूरक हुन् भन्ने चाहिँ नि मलाई लाग्छ।
अब अलिकति चाहिँ सर के अरे चाहिँ यसमा सामुदायिक वनको चाहिँ कसरी चाहिँ यसको चाहिँ विकास भयो 1990देखि होइन र अहिलेसम्म चाहिँ कस्तो खालका चाहिँ अभ्यासहरू भयो यसको बारेमा चाहिँ केही अब नेपालमा हामीले जब सामुदायिक वनको इतिहासको कुरा गर्छौँ अब पञ्चायत वन र पञ्चायत संरक्षित वनबाट सुरु भयो भनेर भन्छौँ होइन। तर अब विभिन्न हामीसँग यो सामुदायिक वनले पनि 3टा व्यवस्था परिवर्तन भएको देख्यो। पञ्चायती हेऱ्यौँ हामीले, त्यस पछाडि चाहिँ नि अर्को चाहिँ नि बहुदल व्यवस्था देख्यौँ र अहिले गणतन्त्र देख्यौँ होइन। भनी सामुदायिक वन पञ्चायत व्यवस्थामै सुरुवात भएको र जब हामीले मास्टर प्लान बनायौँ त्यतिखेर सामुदायिक वन एउटा प्रायोरिटी प्रोग्राम नै थियो। अनि वन ऐन र वन नियमावली, वन ऐन 1993 र वन नियमावली 1995 भन्छौँ र यसले नेपालमा एउटा सामुदायिक वन एउटा नयाँ अध्यायको जग राख्यो भन्छौँ। पहिले हामीले राजनीतिक सरकारलाई वन हस्तान्तरण गर्थ्यौँ। अब त्यतिखेर राजनीतिक सरकार होइन, हामीले सामाजिक बााउन्ड्री भनौँ अथवा सोसल बााउन्ड्री भन्छौँ, भनेको गाउँ टोल समुदायमा वन हस्तान्तरण गर्नुपर्छ। परापूर्व कालदेखि उपभोक्ताहरूले नै वनको संरक्षण व्यवस्थापन गर्नुपर्छ भनेर समुदायमा हस्तान्तरण गर्ने अभ्यास आयो र त्यतिखेर सरकारको भूमिका सहजीकरण गर्ने र एउटा सानो कार्ययोजना बनाऊ र त्यो योजनाको अनुसारमा वन संरक्षण गरौँ भन्ने नै थियो। भनेपछि त्यतिखेर सबैभन्दा पहिला हाम्रो वन चाहिँ अलिकति चाहिँ विनाश हुँदै गए, डिफोरेस्टेसन बढिरहेको थियो होइन। अनि समुदायको आवश्यकताहरू पनि परिपूर्ति भएको थिएन होइन। र समुदायको आवश्यकता परिपूर्ति होस्, समुदायले आफै वनको संरक्षण गरौँ भन्ने दृष्टिकोणले समुदायलाई वन हस्तान्तरण गरियो। त्यतिखेरको एप्रोच चाहिँ सडेका कुहिएका बुढा रुखहरू काट्ने अथवा आवश्यकता परिपूर्ति मात्रै थियो नि र रिस्टोर गर्ने थियो होइन। पहिलो जब हामीले सामुदायिक वन सुरु गऱ्यौँ नेपालमा त्यतिखेर वन घटिरहेको अवस्था थियो र त्यतिखेरको हामीले अवस्थालाई बिर्सिन भएन र पहिलोचोटि वन दिगो व्यवस्थापन गर्नुपर्छ, वन स्रोतको मापन गर्नुपर्छ भन्ने चाहिँ नि हामीले 2000मा सुरु गरेको। त्यस पछाडि चाहिँ नि त्यतिखेरको एउटा एकदमै राम्रो न्यारेटिभ छ, त्यो तपाईँले पनि अध्ययनमा हेर्नु पाउनुहुन्छ। हामीले गाई त पाल्यौँ तर त्यो गाईले दुध दिन सकेनौँ अथवा त्यो गाईबाट दुध लिएनौँ भने गाई किन पाल्ने भनेको यो इकोनोमिक ऱ्यासनलको कुरा सुरु भयो क्या। भनेपछि वनबाट हामीले उत्पादन लिनुपर्छ, फाइदा पनि लिनुपर्छ भन्ने त्यसको चाहिँ मकसद भने तपाईँले त्यो भने 1993बाट हामी 2000सम्म आउन्जेलसम्म अनि के हामीले साँच्चै फाइदा लियौँ त? अब तपाईँको हेर्दाखेरि अब अहिले मलाई भन्नुहुन्छ भने सामुदायिक वनबाट हामीले आर्थिक रूपमा, सामाजिक रूपमा र विकासको रूपमा कुनै बेलामा यो नै एउटा मुख्य संस्था थियो होइन। अब पछि बिस्तारै समय यसको उपभोक्तामा चाहिँ नि फरक भयो होला। तर हामीले जब 1993बाट जब वनको सुरु गऱ्यौँ, जब हामी 2010 सालसम्म भन्छु म, त्यो अवधिमा हामीले हाम्रो राजनीतिक घटनाक्रम पनि बिर्सिन हुँदैन। देश हामी द्वन्द्वको अवस्थामा थियौँ। त्यतिखेर ती समुदायहरूले ती जङ्गलको संरक्षण गरे। स्थानीय सरकारहरू नभएको अवस्थामा त्यहाँका चाहिँ नि सामाजिक विकास र पूर्वाधारका निर्माणहरूमा मद्दत गरे र सँगसँगै एउटा वनको माध्यमबाट आपसी सद्भाव र सहकार्यको भूमिका पनि क्रिएट गरे। भने त्यो अवस्थामा जबसम्म हामी चाहिँ नि एउटा द्वन्द्वको चपेटामा थियौँ त्यतिखेर पक्कै पनि यो संस्था एकदमै प्रभावकारी थियो होला। तर जब राज्य थिएन, सामुदायिक संस्थाहरू थिए होइन गाउँमा, अब राज्यको कम उपस्थिति हुँदाखेरि थिए र त्यतिखेरको चाहिँ नि जब हाम्रा विकास निर्माणका प्राथमिकतामा लगानी गर्न सकेका थिएनौँ त्यतिखेर यी संस्थाहरू पक्कै पनि सक्रिय थिए। जस्तै मैले सामुदायिक वन सम्भवतः नेपालमा चाहिँ एउटा यस्तो सेक्टर हो जहाँ चाहिँ सबैभन्दा बढी रिसर्च भएको छ। रिसर्चले के देखाउँछ भने सामुदायिक वनले जैविक विविधता संरक्षणमा राम्रो काम गरेको छ होइन। तर थुप्रै रिसर्चले के देखाउँछ भन्दाखेरि सामुदायिक वनमा हामीले यस्तो मोडल युज गऱ्यौँ जहाँ जङ्गलमा तपाईँको सिल्भिकल्चर प्र्याक्टिस भनौँ न, जहाँ जङ्गलमा तपाईँको सर्टेन खालको प्लान्टहरूलाई चाहिँ प्रमोट गर्ने होइन, किरा निकाल्ने होइन, त्यो गर्दाखेरि एक खालको जङ्गल नै एकनाशे भइरहेछ।
त्यसबाट पाउने सेवा सुविधाहरू पनि घटिरहेका छन् होइन। जङ्गलमा पाउने प्रजातिको विविधता सामुदायिक वनमा बाहिरको राष्ट्रिय वनभन्दा धेरै कम भएको छ होइन। इभन काभ्रेपलाञ्चोक अथवा चाहिँ तपाईँको चाहिँ नवलपरासीमा चाहिँ के भेटियो भन्दाखेरि जङ्गलको जुन सिल्भिकल्चर गर्दाखेरि तपाईँको चाहिँ लहराहरू होइन, अरू प्लान्टहरू काट्दाखेरि इभन तपाईँको चाहिँ अर्किडहरू जस्तो इन्डेन्जर स्पिसिस पनि तपाईँको काटेर फाल्ने होइन। जुन चाहिँ तपाईँको चाहिँ प्रोडक्सन ओरिएन्टेड जुन सिल्भिकल्चर प्र्याक्टिस पछिल्ला वर्षहरूमा हामीले चाहिँ अपनायौँ, त्यसले जङ्गलले दिने सेवा सुविधामा चाहिँ ठुलो चाहिँ असर पारेको छ र यो चाहिँ अनसस्टेनेबल छ भन्ने एउटा चाहिँ स्कुल अफ थट छ होइन। यसको चाहिँ के हाम्रो जङ्गलहरू चाहिँ बिस्तारै बिस्तारै चाहिँ एम्प्टी फरेस्ट भन्छ नि, के सुविधै नदिने हुन लागेका हुन्। अब यो अहिले पछिल्लो दशकमा नेपालमा सन् 2014 पछाडि हामी अर्को अध्यायमा प्रवेश गरेका छौँ। संवर्धनमा आधारित भनौँ अथवा वैज्ञानिक वन व्यवस्थापन भनौँ, त्यतिखेर हामीले वन भनेको रुख हो भनेर बुझ्यौँ होइन। वन भनेको रुख मात्रै होइन नि, वन भनेको वासस्थान हो, वन भनेको विभिन्न पर्यावरणीय सेवाहरूको चाहिँ नि उद्गम स्थल हो। वन भनेको चाहिँ खोला हो, सानो वन भनेको चाहिँ खोला भन्दा नि खोलाको पानीको स्रोत हो होइन। घाँसे मैदान हो, होइन, बुट्यानहरू भएको क्षेत्रहरू पनि हो। अब सामुदायिक वनमा दुईटा पाटाबाट हेरौँ भन्छु कि मैले यसमा भनेको राज्यले पहिले गर्नुपर्ने त के हो भने काठ उत्पादन त गर्नै पर्यो नि त होइन। भनी राज्यले काठ उत्पादन गर्ने कहाँ हो, जैविकता संरक्षण गर्ने कहाँ हो, कहाँ चाहिँ नि एकदमै भुसेको चाहिँ नि जोखिम छ भनेर एउटा व्यवस्थापन गरेर म्यानेजमेन्ट स्टेट क्लासिफाई गर्न पर्थ्यो अथवा चाहिँ नि एउटा पर्मानेन्ट फरेस्ट स्टेट क्लासिफाई गर्न पर्थ्यो। हामीले हिजोको दिन सामुदायिक वन काठ छैन, दाउरा छैन, सब्सिडेन्स निर्माण गऱ्यौँ। बिस्तारै 15-20 वर्षको इतिहास पछाडि यो एउटा आम्दानी दिन सक्ने वनको रूपमा विकास भयो। भनी राज्यले बिस्तारै के गर्यो भने वन संवर्धन प्रणाली पनि त्यही लिएर लगायो भने त्यो समुदायलाई त्यो प्रणाली चाहिएको थियो कि थिएन, समुदायलाई त्यसको आवश्यकता हो कि होइन भनी हामीले सबै लिएर गएर यो आम्दानीसँग वन लिएर गएर जोड्यौँ र त्यो जोड्नु चाहिँ नि आजको दिनको प्रश्न चिन्ह पक्कै पनि हो। तपाईँको के अध्ययन देखाउँछ चाहिँ यो वन व्यवस्थापनमा चाहिँ एउटा कोलोनियल माइन्डसेट छ होइन। भन्दा मतलब तपाईँको चाहिँ औपनिवेशिक राज्यले घुमाउरो तरिकाले त्यहाँ एक खालको चाहिँ तपाईँको चाहिँ नियन्त्रण गरेको छ, जनताको चाहिँ आवाजहरू सुनेको छैन र जङ्गल व्यवस्थापनमा एकाङ्गीपन छ भन्ने तपाईँको अध्ययनको केही निष्कर्षहरू देखिन्छ होइन। के राज्य के एक खालको नेपाल चाहिँ कहिले पनि कोलोनियल त भएन देश होइन, नेपाल सधैँ स्वतन्त्र देश भयो। के हाम्रो वन व्यवस्थापनमा चाहिँ अन्ततोगत्ता त्यो कोलोनियल माइन्डसेट इन्टिग्रेट भयो? अब यस्तो छ, तपाईँको आजको दिन हामीले के बुझ्नुपर्छ भने नलेज सिस्टम कसरी ट्रान्सलेट हुन्छ भनेर। नेपालको यदि वनको इतिहास हेर्नुभयो, वन व्यवस्थापनको सुरुवाती हेर्नुभयो भने ब्रिटिसबाटै सुरु भएको, ब्रिटिसकै हामीले एडमिनिस्ट्रेसन मोडल लिएर आएका। हाम्रा धेरै वनका दिग्गज प्राविधिकहरू इम्पेरियल फरेस्ट्री स्कुल भन्छौँ देहरादुनमा, त्यहीँबाट पढेर आउनुभएको र त्यो माइन्डसेटबाट उहाँहरू कोलोनाइज नहुँदै पनि हाम्रो वनमा त्यसको प्रभाव आएकै हो। अझ भन्दा पछिल्लो समय इन्डियामा जब रेल विस्तार भइरहेको थियो त्यतिखेर सालको काठ मुख्य माध्यम थियो रेलको शिल्पको लागि। त्यसको लागि पनि काठ आपूर्ति गर्नको लागि भनेर दिगो वन व्यवस्थापनका ठुला चक्ला योजनाहरू नेपालमा बनेकै छन् र त्यो सबै चिजहरूले त्यो सिस्टम हामीमा आयो। अझ महत्त्वपूर्ण कुरा के भयो भने हामीले वन विज्ञान अध्ययन संस्थान स्थापना गऱ्यौँ र त्यो अध्ययन संस्थानमा पढाइने सब विषयहरू त्यहाँका प्राध्यापकहरू केही भारतमै पढेर आएका थिए होइन। अनि त्यही देहरादुनका किताबहरू यहाँ एडप्ट गरियो र त्यसले गर्दाखेरि वन भनेको काठ हो भन्ने हाम्रो त्यो कमोडिफाइड विज्ञान जुन ब्रिटिस इन्डियाले इम्पेरियल फरेस्ट्रीमा इस्टाब्लिस गर्यो त्यसलाई पनि हामीले पटक पटक आत्मसात गर्दै अगाडि बढ्यौँ र हामीसँग ज्ञानको कमीले गर्दा अथवा त्यो विज्ञानको कमीले गर्दा वन भनेकै रुख हो भन्ने एउटा भाषा बनाइयो र त्यो भाष्यको कारणले आम्दानीको स्रोतको रूपमा वन हेरिँदाखेरि
वनबाट हुने अन्य सेवाहरूलाई अवमूल्यन गर्दाखेरि पक्कै पनि तपाईँले भनेको जस्तै त्यो माइन्डसेटमा जङ्गल अगाडि बढेकै देखिन्छ। यसमा दुईटा कुरा आउँछ। एउटा यो स्कुलिङको प्रब्लम हो कि यो तपाईँको घुमाउरो तरिकाले तपाईँको चाहिँ हाम्रो चाहिँ वनका व्यवस्थापकहरू अथवा चाहिँ सरकार पक्ष जनताको अधिकारमाथि चाहिँ अङ्कुश लगाएको हो। अब सामुदायिक वनमा तपाईँले वन यति साह्रो ऐन क्वेसन? वन ऐन नियमावली हेर्नुभयो भने अङ्कुश लगायो भन्न मिल्दैन होइन। तर सबैभन्दा ठुलो कुरा भनेको हामीले नेपालको पारिस्थितिकीय प्रणाली बुझ्न पर्थ्यो। हाम्रो इकोसिस्टम संसारको भन्दा भिन्न छ। तपाईँले हेर्नुभयो भने 50 हेक्टरको सानो एउटा क्षेत्रको सामुदायिक वनमा एउटा उत्तर फर्केको छ, एउटा दक्षिण फर्केको छ होइन। तपाईँको उत्तरमा भएको प्रजातिको बनोट फरक छ, दक्षिणपट्टि भएकोमा प्रजातिको बनोट फरक छ होइन। तर अब हामीले के हेऱ्यौँ, जब हामीले कोलोनियल फरेस्ट गऱ्यौँ, उसले गरेको भनेको लार्ज स्केल होमोजिनस युनिफर्म टेरेनको फरेस्ट थियो नि त। अब हामीले यसरी फर्केर हेर्ने भने जस्तो नेपालमा चाहिँ जुन वन सेक्टरमा टेक्नोक्र्याटहरू छन् होइन, अनि त्यसपछि टेक्निसियनहरू छन्, उनीहरू चाहिँ अब इन्डियामा ट्रेन भयो। नेपालमा पनि अब त्यही इन्डियामा ट्रेन भएकोले चाहिँ चलायो एकाडेमिक सेक्टरहरू होइन। र उनीहरूको चाहिँ जुन माइन्डसेट, स्कुलिङ, जुन फरेस्ट कसरी संरक्षण गर्ने होइन, फरेस्ट म्यानेजमेन्टको चाहिँ जुन एप्रोच छ, सिल्भिकल्चरको एप्रोच छ, जुन नेपालको हावापानीमा सुहाएन होइन। त्यो हुन्छ नि, त्यो तपाईँको चाहिँ त्यो ट्रेनिङको समस्या हो कि अथवा सिल्भिकल्चरको नाममा टेक्निकल जार्गन राखेर समुदायमा अङ्कुश लगाउने एउटा कोलोनियल अप्रोच हो यो? तपाईँलाई के लाग्छ? तपाईँले एकदमै राम्रो प्रश्न लिएर आउनुभयो र यो पटक पटक यो दिगो वन व्यवस्थापन भन्दा नि वैज्ञानिक वन व्यवस्थापनमा कोलोनियल एप्रोचको कुरा उठिरहेको छ। र अझ पछिल्लो अभ्यासमा जब सन् 2014 देखि हामीले अलिकता चक्ला वन व्यवस्थापन र सामुदायिक वनभित्र वैज्ञानिक वन व्यवस्थापनको कुरा गर्न खोज्यौँ, वन कोलोनियल माइन्डसेटमा गयो भन्ने प्रश्न खडा भइरहेको छ। अब यसलाई हामीले दुईटा पाटोबाट हेर्नुपर्छ जस्तो लाग्छ। एउटा हाम्रो वन व्यवस्थापनको नलेज सिस्टमको स्रोत कहाँ थियो पहिलो, र दोस्रो भनेको विगतको कालखण्डमा वन प्रशासन कसरी थलथलो भयो। र यो मैले भन्नुपर्दाखेरि अथवा मैले आफ्नै अध्ययनको पनि निचोड भन्दा पनि मैले दुइटै सँगसँगै अगाडि बढ्यो भनेर देख्छु। एउटा हामीले आजभन्दा अगाडि जब हामीले वनको व्यवस्थापनको अभ्यास सुरु गऱ्यौँ, हामीले वनलाई रुखको हिसाबले व्यवस्थापन गर्न सुरु गऱ्यौँ, हाम्रो पहिलो योजना नै भारतको सहयोगमा बनेको। अझ भन्नुपर्दा भारतमा त्यतिखेर ब्रिटिस थियो र ब्रिटिसले आएर नेपालको वन व्यवस्थापन योजना बनाइदिएको। अब त्यतिखेरदेखि हामीलाई एउटा वन भनेको रुख हो, यसबाट आम्दानी गर्नुपर्छ, यो आम्दानीको स्रोत हो भन्ने हिसाबले गयौँ। र भारतको जुन अवस्था थियो इकोसिस्टम, त्यो नेपालको कम्प्लिटली फरक थियो। त्यो एउटा पाटो त्यो भयो। र अब हाम्रा उत्तर फर्केका जङ्गल छन्, दक्षिण फर्केका जङ्गल छन् भने उत्तरमा एक किसिमको प्रजाति छ, दक्षिणमा एक किसिमको प्रजाति छ। हाम्रा सामुदायिक वनका औसत क्षेत्रफल 30 हेक्टर होला होइन। 2.2 लाई 23,000ले भाग गर्नु कति आउँछ? 100 हेक्टर भने त्यो सानो वन क्षेत्र छ। अनि हाम्रो भूगोल भूबनोट फरक थियो, त्यो वन व्यवस्थापन सही थियो कि थिएन भन्ने एउटा प्रश्न आयो। तर अनि अर्को समय के भयो भने नेपालमा वन भनेको आम्दानीको स्रोत भयो, र आम्दानीको स्रोत भनेपछि विभिन्न पक्षको आर्थिक चलखेल भयो अथवा एउटा करप्सनको स्रोत पनि भयो भन्ने हिसाबले पनि आयो। भने अब यसलाई कसरी नियन्त्रण गर्ने भनिसकेपछि वन एउटा अख्तियारमा पर्ने उजुरीको हिसाबले एउटा मुख्य क्षेत्र पनि हो। अनि अब हामीसँगको काठ उत्पादन गर्ने मुख्य स्रोत कहाँ? आम्दानीको स्रोत कहाँ? सामुदायिक वन होइन। अनि बिस्तारै के भइदियो भने जब हामीले आम्दानी गर्दै गर्न खोज्यौँ, त्यहाँ विभिन्न आर्थिक पक्षका विचलन भए भने अब यसलाई कसरी नियन्त्रण गर्ने भनेर वन प्रशासनले पनि विभिन्न नियमहरू कडा बनाउँदै गए। अब वैज्ञानिक वन एउटा माध्यम भयो, एउटा साधक भयो पक्कै पनि। तर यो त्यतिखेर भएका वन क्षेत्रभन्दा बाहिर भएका विकृतिहरू अथवा वन क्षेत्रसँग जोडिएका विकृतिहरू र सँगसँगै हाम्रा आफ्ना पढाइका
स्रोतहरू भनेको हामी इन्डियामा पढ्यौँ होइन। अब धेरै चाहिँ नि हाम्रा पुराना प्रशासकहरू इन्डियामा हुनुहुन्थ्यो अथवा वन क्याम्पसमा आजको दिन वन विज्ञान इतिहासको 50 वर्षभन्दा बढी भइसक्यो हामीले संस्था खोलेको। अझै पनि हामीले त्यही भारतका किताबहरू पढाइरहेका छौँ। त्यही भारतका वन व्यवस्थापन भनेपछि हाम्रो वन व्यवस्थापन, हाम्रो भूगोल, हाम्रो चाहिँ इन्भाइरोमेन्ट, हाम्रो चाहिँ लोकल क्यारेक्टरिस्टिक्स अनुसार अझै बन्न सकेका छैन। अब मलाई यो भन्नुपर्दा एकदमै दुःख लाग्छ। 50 वर्षको वनको हाम्रो शिक्षामा अहिलेसम्म हामीले एउटा टेक्स्ट बुक बनाउन सकेका छैनौँ अथवा कसैले बनाइदिएको रहेछ भने त्यसलाई हामीले अपनाएनौँ क्या। अझै पनि हामी जर्मनका किताब, अझै पनि हामी भारतका रामप्रकाशका किताब, एलएस खन्नाका किताबहरू पढाएर विद्यार्थी उपज गरिरहेछौँ र त्यो नलेज सिस्टमले हाम्रो भनेपछि हाम्रो नलेज पनि अहिलेसम्म कोलोनियल नै छ। अब कोलोनियल डोमेन्स भन्दा पनि अब त्यो कोलोनियल कन्ट्रिजको नलेज सिस्टमबाट गाइडेड छ। यहाँ दुईवटा कुरा हुनसक्छ। एउटा नलेजको तपाईँको चाहिँ ट्रान्सफर नै एउटा कोलोनियल एप्रोच भयो त्यहाँ होइन। कसरी नलेज ट्रान्सफर भयो भने हेर्दाखेरि ब्रिटिसले इन्डियामा गऱ्यो, इन्डियाले नेपालमा गऱ्यो, नेपालले चाहिँ समुदायमा थोपर्यो होइन। अर्को चाहिँ के हुनसक्छ भन्दा त्यो नलेज यस्तो नलेज छ कि यो चाहिँ तपाईँको चाहिँ टप टु डाउन छ। बटम टु अप त छैन। हाम्रो जुन एप्रोच टप टु डाउन छ होइन। कसरी वनको इन्भेन्ट्री गर्ने, के इन्भेन्ट्री गर्ने, कसरी गर्ने भन्ने मात्रै छ नि त होइन। तपाईँको कार्ययोजना कसले बनाउँछ? समुदायले बनाउँछ भन्दा त भन्छौँ होइन। तर कार्ययोजना गर्दा इन्भेन्ट्री कसरी गर्ने भनेर पहिले नै उनीहरूले चाहिँ एक खालको चाहिँ इम्पोज गरेको छ होइन। यो साइन्टिफिक अथवा म्यानेजमेन्टको चाहिँ तपाईँको नाम दिएर आफ्नो तपाईँको चाहिँ प्रभुत्व हैकम समुदायमाथि लादिएको हो कि यो आउट अफ इग्नोरेन्स हो? अब यसमा हाम्रो पढाइको समस्या छ भन्छु होइन। पहिले हामीले के बुझौँ भने हामीले वैज्ञानिक र साइन्टिफिक र साइन्स तिनवटा कुरा हो नि त होइन। भनेको तपाईँले साइन्स र साइन्टिफिकलाई प्रश्न गर्नुहुन्छ भनेको हामीले सबैभन्दा पहिले त के भन्यो भने जब कसैले साइन्टिफिक कुरा गर्छ ऊ विद्वान हो, जब कसैले साइन्सको कुरा गर्छ ऊ विद्वान हो भनेर बुझ्यौँ भने हाम्रो एजुकेसनल सिस्टमको उपज हो। त्यही भएर म यसमा वन क्षेत्रलाई मात्रै म दोष दिन्न। हामीले कसरी बनायौँ भन्ने कुरा एउटा भयो। दोस्रो हामीले वनलाई कसरी बुझ्यौँ भन्ने वन प्राविधिकले अझ बढी जिम्मेवार रूपमा सोच्नुपर्छ। हामीले वन भनेको रुख हो भनेर बुझ्यौँ। वन भनेको कहिले पनि एउटा इकोसिस्टम हो, यसबाट सेवा आउँछ, यो पानीको स्रोत हो, यो जैविक विविधताको स्थल हो, यहाँबाट चाहिँ नि जीविकोपार्जन चल्छ, यसले विद्युतलाई मद्दत गर्छ भनेर वनको इकोसिस्टम सर्भिसेसको कहिले पनि हामीले महत्त्व बुझेनौँ। र जब ब्रिटिसहरूले मेरो प्रश्न के छ भन्दा जस्तो हामीले त वन नीति हेऱ्यौँ भने वन नीतिमा तपाईँको इकोसिस्टम सर्भिसको प्रमोट गर्ने, स्थानीय जनताको नलेजलाई इन्टिग्रेट गर्ने प्रश्न लेखेको छ। त्यसमा कुनै डाउटै छैन। पाना पल्टाएर हेरौँ, तपाईँले देख्नुहुन्छ, मैले पनि देख्छु होइन। तर वेन इट ट्रान्सलेट टु तपाईँको इन एक्सन होइन। अनि सेम तपाईँको चाहिँ यो समस्या किन आउँछ भनेपछि यो चाहिँ तपाईँको इन्टेन्ट हो कि इग्नोरेन्स हो? अब यो मेरो लागि चाहिँ नि भन्नुहुन्छ भने बाई डिफल्ट हो भन्छु होइन। अब अहिले पछिल्लो समय तपाईँको वन प्राविधिक हेऱ्यो भने बाई इन्टेन्ट भन्न सकिन्छ। तर जब यो जसरी सुरुवाती भयो यो बाई डिफल्ट हो भन्छु क्या। इट्स नट बाई डिजाइन। अनि वाइ यो किन चेन्ज भएन त बिचमा? हाम्रो युनिभर्सिटी हाम्रो त तपाईँको चाहिँ वनको लागि छुट्टै एउटा युनिभर्सिटी नै छ। त्रिवेणी विश्वविद्यालयमा पनि यो पढाइन्छ होइन। हाम्रो युनिभर्सिटी समय सापेक्ष हुन किन सकेनन् र चाहिँ यसले चाहिँ चेन्जिङ सर्कमस्टान्सलाई किन रिफ्लेक्ट गर्न सकेन? मैले अहिले पनि भने नि त हामी कहाँबाट पढेर आएको छ? हाम्रो नलेजको ओरिजिन अफ नलेज कहाँ हो? ओरिजिन अफ नलेज त हामी त्यही पुरानो 100 वर्ष पुरानो ब्रिटिसको टेक्स्ट बुकमै छौँ त। भनेपछि अहिलेको आवश्यकता हाम्रो वन व्यवस्थापनमा कम्प्लिटली रिभिजिट चाहियो। अब रिभिजिट भन्नुहोस्, ट्रान्सफर्मेटिभ भन्नुहोस् होइन। तर अब यो शब्द जे भने पनि भयो, रिभिजिटले हुँदैन, रिथिङ्किङ नै हो। पहिले त हामीले वन केको लागि भनेर प्रश्न गर्नु पर्यो, अनि बल्ल व्यवस्थापन गर्नु पर्यो। वन काठको लागि भन्ने व्यवस्थापन हो, वनबाट आम्दानी बढाउने हो भने सायद यसमा हामी स्वीकार्न सक्छौँ। तर वन केको लागि भन्ने पहिले प्रश्न सोधौँ। जस्तो अब प्रोफेसनल म पनि रिसर्च गर्छु होइन। अनि थुप्रै चाहिँ डिएफओ
सँग अथवा वन प्राविधिकसँग मेरो इन्ट्रेक्सन हुन्छ होइन। चाहे त्यो बर्दियाको चाहिँ ठुलो जङ्गल होस् अथवा चुरेको चाहिँ तपाईँको घाँसमा भएको सानो चाहिँ तपाईँको सालको जङ्गल होस् होइन। अनि चाहिँ एकदम कडा चट्टानमा भएका तपाईँको चाहिँ पाइनको हुन्छ नि सल्लाहका जङ्गल होस्, सबै खालका चाहिँ जङ्गलहरूबाट हामीले चाहिँ फाइदा लिने, त्यो फाइदा पनि काठ फाइदा लिने र त्यसबाट समृद्धि लिने खालको एक खालको कुरा सुनिन्छ होइन। जब हामी माउन्टेन कन्ट्री छ जहाँ चाहिँ यति धेरै चाहिँ इकोसिस्टम डाइभर्सिटी छ, हाम्रो जियोग्राफी एकदम डाइभर्स छ, हाम्रो फरेस्टको तपाईँको चाहिँ प्रोडक्टिभिटी एकदम फरक छ होइन। काठ बाहेक पनि तपाईँको इकोसिस्टम सर्भिस होइन, सोइल कन्जर्भेसन, त्यसपछि आएर चाहिँ न्युट्रिन रिचार्ज, त्यसपछि सँगसँगै चाहिँ वाटरको सोर्स होइन, सँगसँगै चाहिँ त्यसले दिने तपाईँको चाहिँ अब एनटिएफीको चाहिँ सर्भिसहरू, यसको बारेमा कहीँ पनि कुनै पनि कुराहरू सुनिँदैनन् होइन। भने यो जुन यो चाहिँ वनको व्यवस्थापनले के हाम्रो चाहिँ हरियो जङ्गल चाहिँ एउटा चाहिँ एम्प्टी फरेस्ट भन्छ नि, केही पनि नदिने खालको जङ्गल बन्न गइरहेको त छैन? तपाईँको यो प्रश्नलाई म दुईवटा पाटोबाट हेरौँ जस्तो लाग्छ। पहिलो पाटो, वन के हो? वन रुख हो र रुख भनेको पैसा, र आज हाम्रो त्यही मात्रै बुझाइ भयो। त्यो हाम्रो सङ्कीर्ण बुझाइ हो, सङ्कुचित बुझाइ हो जस्तो लाग्छ होइन। तपाईँले जुन भन्नुभयो नि वन भनेको पारिस्थितिक प्रणाली हो, वन भनेको पोल्युसन हो, वन भनेको फुड प्रडक्ट्स हो होइन, वनले चाहिँ कतिवटा सर्भिस दिन्छ भन्यो भने यसको इकोसिस्टम सर्भिसको जब हामीले वनको भ्यालु गऱ्यौँ भने नेसनल जिडिपीमा झन्डै 65% योगदान छ भन्छौँ होइन। अहिले हाम्रो कति छ भने 2% 3%को हाराहारी छ भन्छौँ भने जुन हामीले आर्थिक मापनको सूचक ल्यायौँ वनबाट, त्यो हाम्रो चुनौती हो, त्यो हाम्रो सोचाइको चुनौती हो। हामीले पहिले भनेको के हो भने व्यवस्थापन उद्देश्य के भन्ने कहिले पनि प्रश्न गरेनौँ नि। यो वनको व्यवस्थापन उद्देश्य के? सम्पूर्ण सालको जङ्गललाई काठै उत्पादन गर्ने हो, ठिक छ, गरौँ त, काठ उत्पादन गरौँ, तर निकुञ्ज त राखेको छौँ नि त के अरे वातावरणीय सेवाको लागि भने हामीले गऱ्यौँ त, गरेनौँ नि त। भने हामीले के गर्यौँ भने यो सालको जङ्गल देख्ने बित्तिकै यो काठ हो भनेर भन्यौँ होइन, तर निकुञ्जमा त हामीले भनेको छैनौँ। भनी राज्यले पर्मानेन्ट फरेस्ट स्टेट क्लासिफाई गर्नै पर्यो पहिलो। दोस्रो, काठ उत्पादन गर्नुपर्छ, हामी काठमा आत्मनिर्भर हुनुपर्छ। तर त्यो सामुदायिक वनमा लिएर गएर किन लाद्ने? त्यो 50 हेक्टरको सामुदायिक वनले त्यसको जिम्मेवारी लिन सक्छ? त्यसको कति हो क्षेत्रफल? त्यो हामीले प्रश्न चाहिँ नि पहिले सोध्नु पर्यो नि त। भनी सबैभन्दा पहिले ठुलो प्रश्न भनेको हामीले वन व्यवस्थापनको उद्देश्य तोकेनौँ भनी, अनि त्यो वन व्यवस्थापनको उद्देश्य अनुसार तोके पछाडि तपाईँले काठ उत्पादन गर्ने जङ्गलमा हामीले जैविक विविधता बिर्सिनु पर्ला। तर हाम्रो जस्तो सानो सामुदायिक वन जसलाई हिजोको दिन आफ्ना घाँस दाउराको आपूर्ति गर र सँगसँगै जोगाऊ भनेर दिएको जङ्गलमा आज लिएर गएर चाहिँ नि त्यो ठुलो साइजमा गर्न पर्ने कोलोनियल फरेस्ट म्यानेजमेन्ट मोडल जुन लगाइयो त्यो गलत हो। तर दिगो वन व्यवस्थापन अथवा सम्वर्धन प्रणालीमा आधारित वन आफैमा गलत होइन, तर यो हतियार अथवा औजारको रूपमा जसरी प्रयोग गर्यो त्यो गलत हो। भने मतलब हामीले चाहिँ प्लानिङ एप्रोच चेन्ज गर्नु पर्यो। वनको व्यवस्थापन हाम्रो चाहिँ इकोलोजिकल क्यारेक्टरिस्टिक्स अनुसार, ठाउँ अनुसार फरक फरक हुनुपर्छ। त्यसले चाहिँ कस्तो खालको सुविधा दिन सक्छ, त्यसबाट के फाइदा हुनसक्छ भनेर गर्नु पर्यो होइन। सबैभन्दा पहिले त तपाईँले भनेको दोस्रो पाटो भयो। अझ पहिले त राज्यले के भन्नु दिनु पर्यो भने यो जङ्गल मेरो काठ उत्पादनको लागि हो, यो जङ्गल मेरो पारिस्थितिक प्रणालीको लागि हो, यो जङ्गल मेरो जैविक विविधता जनावर जङ्गल जनावर संरक्षण। उदाहरणको लागि चुरेको जङ्गल काठ व्यवस्थापनको लागि त हुन सक्दैन होला नि। त्यो त अब चुरेको जङ्गल त त्यही भएर त भनेको छौँ। तर अहिले पनि त हामीले हेऱ्यौँ भने चुरेबाट त काठ त निकालिरहेका छौँ। अहिले पनि तपाईँले हेर्नु भने वैज्ञानिक वनका योजनाहरू कहाँ पुगिरहेछन्? चुरेमै पुगिरहेछन् होइन। हामी नीतिमा एउटा कुरा गर्छौँ, व्यवहारमा अर्को कुरा गर्छौँ नि त होइन। भनेको सामुदायिक वनको म ठुलो जङ्गलहरू चक्ला वनको कुरा गर्दिनँ। सामुदायिक वनको जब मैले कुरा गर्छु होइन, मैले लमजुङमा एउटा अध्ययन गरेँ। एकातिर तपाईँको के अरे कटुसको जङ्गल थियो, अर्कोतिर सालको जङ्गल थियो, अनि दुईटामा एउटै रोटेसनले म्यानेजमेन्ट हुन्छ त? भनेको त्यो विज्ञानको समस्या होइन नि, विज्ञानलाई हामीले कसरी प्रयोग गर्यौँ त्यसको समस्या हो। त्यही भएर सिल्भिकल्चर सिस्टम अथवा हामीले साइन्टिफिक फरेस्ट म्यानेजमेन्टको थ्योरिटिकल प्रिन्सिपलमा समस्या होइन क्या, तर त्यो साइन्सको आवरणमा हामीले कसरी काम गर्यौँ त्यो समस्या हो। र अहिले सामुदायिक वनको मुख्य समस्या भनेको हामीले आवरण प्रयोग गऱ्यौँ, तर त्यो आवरण हामीसँग कतिको सान्दर्भिक हो भन्नेमा गर्नु, त्यो चाहिँ नि चुनौती हो जस्तो लाग्छ।
केही वर्ष अगाडि चाहिँ म चाहिँ झापाको थलथलमा गएको थिएँ होइन। अनि नेपालको चाहिँ सबैभन्दा तपाईँको घना जङ्गल मानिन्छ अनि स्पिसिस डाइभर्सिटी त्यहाँ आइछ होइन। त्यो समुदायसँग कुरा गर्दाखेरि त्यहाँ स्पेसली आदिवासी महिलाहरूले चाहिँ के कुरा गरे भन्दाखेरि हामीलाई काठ पनि चाहिन्छ, तपाईँको चाहिँ दाउरा पनि चाहिन्छ होइन। तर वनको यसरी व्यवस्थापन भएको छ कि हामीले पाउने मसरुम, त्यसपछि आएर न्युरो, त्यसपछि अन्य खालको चाहिँ स्थानीय जनताले जुन आदिवासी समुदायले लिने कुराहरूमा कहिल्यै पनि ध्यान दिँदैन होइन। अनि हामीलाई समुदायको चाहिँ मिटिङमा बोलाइन्छ, छलफलमा गरिन्छ, पार्टिसिपेसन पनि भएको भनिन्छ, तर चाहिँ हाम्रो विचारहरू, हाम्रा चाहिँ आवश्यकताहरू, हाम्रा नलेजहरूको बारेमा कुनै पनि ध्यान दिँदैन भनिन्छ होइन। के हाम्रो चाहिँ सामुदायिक वन एक खालको चाहिँ अर्को खालको लोकल लेभलमा नि तपाईँको कोलोनियल हुन्छ नि, इलिट क्याप्चरको शिकार भएका छन्। अब तपाईँको अघि तपाईँले पनि भन्नुभयो नि कसरी इलिट क्याप्चर सुरु भयो भन्ने कुरालाई हामीले विगतको सामुदायिक वन फर्केर फेरि हेर्नुपर्छ। 1993मा जब सामुदायिक वन सुरु गऱ्यौँ त्यतिखेर संरक्षण हो, दैनिक जीविकोपार्जन हो र जब 2000तिर हामी पुग्यौँ, वन नीति बनायौँ, त्यतिखेर हामीले के भन्यौँ, सामुदायिक वन काठको स्रोत हो भनेर भन्यौँ। अनि हामीले इन्भेन्ट्री सिस्टम लिएर आयौँ होइन, वन नाप्ने विधि लिएर आयौँ, कार्ययोजनाभित्र हामीले सस्टेनेबल हार्भेस्टको लिएर आयौँ र बिस्तारै हामीले के गर्यौँ, वन र काठ भनेको राइट ह्यान्ड साइडमा हामीले वन राख्यौँ, लेफ्ट ह्यान्ड साइडमा काठ राख्यौँ र हामीले इन्टायरली त्यो वन र काठलाई इक्वल बनाउनेतिर लाग्यौँ क्या। र यो चिजमा तपाईँले भने जस्तै पक्कै पनि इकोसिस्टम सर्भिसका कुराहरू छुटेकै हुन्, अझभन्दा कम प्राथमिकतामा पर्दै गएका हुन् होइन। अनि भन्न त पछिल्लो अभ्यासहरूमा हामीले यो दिगो वन व्यवस्थापन भन्यौँ, सम्वर्धनमा आधारित भन्यौँ, जैविक विविधता छ भनेर भन्यौँ, तर तपाईँले यदि त्यसलाई सूक्ष्म रूपमा अध्ययन गर्नुभयो भने काठभन्दा बाहिर छ। अझै पनि त्यो चाहिँ समुदायलाई चाहिने वन भनेको काठ हो, काठ भनेको आम्दानी हो, आम्दानी भनेको पैसा हो भनेपछि त्यस पछाडि इलाइट त त्यसरी पुगेको हो नि त। यदि तपाईँले यो वन भनेको गरिबको लागि हो, यहाँनिर मलाई निग्रोको लागि व्यवस्थापन गर्नुपर्छ, निग्रो भएको जङ्गलमा म यो गर्दिनँ, म फलानु जङ्गलमा चाहिँ नि जैविक विविधताहरू हिँड्छ, यो जङ्गलमा म यो काम गर्दिनँ भनेर यदि तपाईँले त्यो समुदाय स्तरमा पनि क्लासिफाई गरेर प्लान बनाउनु भएको भए त हुन्थ्यो नि त। तर तपाईँले के गर्दैन भने वन इज इक्वल टु काठ, काठ इज इक्वल टु पैसा भन्नेमा गयो र यो पक्कै पनि पैसा आइसके पछाडि जब रिसोर्स आउँछ इलाइट क्याप्चर हुन्छ र वनमा पनि हामीले भोगेको समस्या यही नै हो। जस्तो 1990देखि नै हामीले चाहिँ हेऱ्यौँ भने लगभग 30 वर्ष भइसक्यो सामुदायिक वनको चाहिँ एक खालको चाहिँ डेभलपमेन्ट होइन। यसमा थुप्रै तपाईँको चाहिँ डेभलपमेन्ट आयो, सरकारले नीतिहरू, कानुनहरू, रेगुलेसनहरू चाहिँ के चेन्जहरू गरिरहेको छ होइन। तपाईँको पेपरले के भन्छ भन्दाखेरि नयाँ बोतलमा चाहिँ पुरानो रक्सी हालिरहेको छ होइन, कुनै खालको परिवर्तन छैन। त्यो जुन चाहिँ कोर प्रब्लम चाहिँ कहिले पनि चेन्ज भएको छैन होइन। यत्रो एकाडेमिक डिस्कोर्स भइरहेछ, यत्रो चेन्ज भइरहेछ होइन, तर त्यो चाहिँ सधैँ चाहिँ तपाईँको रक्सी किन एउटै भइरहेछ त, बोतल मात्रै किन चेन्ज भइरहेछ? अब यो हामी सायद जङ्गल भनेको काठको भन्ने कन्सेप्टमा हामी चेन्जै हुन सकेनौँ। चाहे त्यो पहिलो वन योजनाको होस्, चाहे अहिलेको अन्तिम वन योजनाको कुरा गरौँ होइन, हामीले वनलाई पटक पटक मैले भन्छु काठ भनेर राख्यौँ त, हामीले जे व्यवस्थापन गऱ्यौँ त्यो काठ हो क्या। हामीलाई विभिन्न हाम्रो राजनीतिक परिवेश चेन्ज भयो होइन। अनि हामीले के गरिदियो भने कहिले हामीले दिगो वन व्यवस्थापन भन्यौँ, कहिले हामीले सक्रिय वन व्यवस्थापन भन्यौँ, एक्टिभ फरेस्ट भन्यौँ, कहिले हामीले साइन्टिफिक भन्यौँ, कहिले सिल्भिकल्चर बेस्ड सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्यौँ। तपाईँले त्यो ऐन नियमलाई एकचोटि राखेर हेर्नुहोस् न, कहाँ छौँ त हामी भन्ने बेला त हामीले यसको लिस्टिङ गर्छौँ, फलानु चिज गर्छौँ भनेर भन्यो कि साँच्चै नै त्यसलाई योजनामा गऱ्यो त अन्तिममा गएर तपाईँ कहाँ गएर टुङ्गिनु भयो त, फेरि म काठै निकाल्छु भनेर टुङ्गिनु भयो क्या। भनेको हाम्रो समस्या ओल्ड वाइन इन न्यू बोतल किन भनेको भने तपाईँ अझै पनि काठभन्दा माथि उठ्नु भएन है। सायद जङ्गल अब काठभन्दा धेरै माथि उठिसक्यो कि, अथवा हामीलाई चाहिँ नि हाम्रो आवश्यकता पुरा गर्नको लागि काठ होइन कि त होइन। अझ त अहिले हाम्रो नयाँ तथ्याङ्कले के देखाउँछ भने हाम्रो निजी आबादीले 90% काठ आपूर्ति गर्छ भन्छ। हेर्नुहोस् है, निजी आबादीले होइन भनेको। अनि सामुदायिक वन हामी यतापट्टि चाहिँ नि चाहिँ 50%को भूभागमा झन् रहेछ भन्छौँ होइन। निकुञ्जको छोड्ने हो भने 2.2 मिलियन हेक्टरको कुरा गर्छौँ, अनि काठ चाहिँ निजी आबादीबाट आइरहेछ भने के सामुदायिक वनले काठ उत्पादन गरिरहेछ त? एउटा भाष्य सुनिन्छ नि,
नेपालको जङ्गलभरि चाहिँ जङ्गल छ, जङ्गलमा काठ कुहिएको छ होइन। अनि तर हामीले चाहिँ काठ चाहिँ मलेसियाबाट ल्याउँछौँ होइन। यो खालको चाहिँ व्यवस्थापन हुनु हुँदैन भन्ने खालको हाम्रो चाहिँ नेताहरूको ठाउँ ठाउँमा भाषण सुनिन्छ होइन। अस्ति भर्खरै चाहिँ अब मन्त्री कुलमान भिसिङले चितवन राष्ट्रिय निकुञ्जमा काठ चाहिँ पुरा चाहिँ खेरा गएको छ, त्यहाँबाट निकाल्नुपर्छ। सायद उहाँले बुझ्नु भएन त होला होइन। तर उहाँको चाहिँ मकसद के हो भन्दाखेरि जङ्गलमा काठ चाहिँ फालाफाल छ होइन। हामीले त्यसलाई प्रयोग नगरेर कुहाएर फालेका छौँ। हामी मलेसिया विदेशबाट चाहिँ काठ ल्याएका छौँ भनेको छैन। वास्तवमा के नेपालको चाहिँ जुन चाहिँ डोमेस्टिक जुन डिमान्ड छ, काठको जुन आवश्यकता छ, नेपालको मार्केटले अथवा नेपालको चाहिँ यहाँको प्रोडक्सनले चाहिँ पूर्ति गर्न सक्छ सक्दैन, अथवा यो चाहिँ हाम्रो इकोलोजिकली चाहिँ तपाईँको सस्टेनेबल छैन डिमान्ड फुलफिल गर्नको लागि। होइन, यस्तो भयो तपाईँको हामीलाई अहिलेसम्म नेपालको वनको अवस्था के छ भनेर थाहा छैन। हामीले एउटा चाहिँ नि सामुदायिक वनमा त्यस्तो विधि लादिरहेको छौँ जुन विधिले हामीलाई वन कहाँ लान्छ भन्ने पनि हामीलाई थाहा छैन होइन। ग्लोबल्ली यदि वन व्यवस्थापनको डिस्कोर्स हेर्नुभयो भने दुईवटा डिस्कोर्स देखिन्छ। एउटा ग्रोथ र हार्भेस्टिङ इज इक्वल टु 1 बनाउने भन्छौँ। ग्रोथ टु रिन्युएबल, जति उत्पादन हुन्छ त्यति नै उत्पादन भन्दा पनि जति बढ्छ इन्क्रिमेन्टल हार्भेस्टिङ भन्छौँ होइन। अनि दोस्रो भनेको सिल्भिकल्चर बेस्ड म्यानेजमेन्ट गर्छौँ जसमा हामी इन्टेन्सिभ हार्भेस्ट गर्छौँ। जब हामीले नेपालमा सामुदायिक वन सुरु गऱ्यौँ होइन, ग्रोथ इज टु रिमुभल इज इक्वल टु 1 भन्नेमा गऱ्यौँ। भनेको के भन्यो भने हाम्रो पारिस्थितिकी प्रणाली विशेष छ, हामीसँग लङ टर्म डाटा छैन। वनले भोलिको दिन धेरै काट्दै जाउँ, वातावरणीय जोखिमहरू आउला, भुछे होला भनेपछि हामीले ग्रोथ टु रिमुभल इज इक्वल टु 1 भन्ने भनेर गऱ्यौँ। त्यसका प्रयासमा समस्या भयो होला, हामीले सही रूपमा गर्न सकेन होला। तर पछिल्लो समय के भने यो त अवैज्ञानिक बन्यो भनी संसारभरि अमेरिकाले गरेको चाहिँ नि ग्रोथ टु रिमुभल इज इक्वल टु 1 भने विधि नेपालमा चाहिँ नि के अरे अवैज्ञानिक हुन्छ। अनि जहाँ हामीसँग इकोलोजिकल डाटा छैन, सालको कति बढ्छ हामीलाई थाहा छैन, यो साइड क्वालिटी हामीलाई थाहा छैन, अनि त्यहाँ चाहिँ नि प्रिकसनरी प्रिन्सिपल चाहिँ नि अवैज्ञानिक हुने। जब हामी व्यवस्थापनको कुरा गर्छौँ, साइन्टिफिक व्यवस्थापनको कुरा गर्छौँ, हामीसँग चाहिँ त्यो व्यवस्थापनलाई सपोर्ट गर्ने खालको साइन्टिफिक रिसर्च डाटाले त्यो सपोर्ट गर्छ गर्दैन, छ कि छैन? अहिले स्थिति के हो? अब केही छ तर समष्टिगत रूपमा भन्नुपर्दा छैन। अहिले पनि हामी एजम्सनमा काम गर्छौँ, तर विज्ञानलाई सँगै लिएर जानुपर्छ। तर एउटा विज्ञानको कमजोरीलाई अर्को विज्ञानले ढाक्न पाइँदैन। अनि के नेपालको वनको व्यवस्थापन एजम्सनमा हाफजाड छ त्यसो भए? अब यो 90% छ भन्छु म। केही नयाँ यसको मतलब सामुदायिक वनले नेपालको समृद्ध क्षेत्रभन्दा बाहिर है, समुद्री क्षेत्रभन्दा बाहिर सामुदायिक वनले लगभग 40% वन क्षेत्र ओगट्छ है। भनेपछि नेपालको 40% वन क्षेत्र चाहिँ अवैज्ञानिक, हाफजाड र चाहिँ तपाईँको चाहिँ ऱ्यान्डम छ भन्नु पर्यो होइन? त्योभन्दा पनि बढी छ भन्छु। तपाईँ अब पछिल्लो समय यो चिन्ताको कुरा होइन, यो त ठुलो चिन्ताको सवाल हो। म तपाईँले पछिल्लो समय सामुदायिक वनको कार्ययोजनाहरू कतिको हेर्नु भएको छ? कुनै पनि सामुदायिक वनको कार्ययोजनामा नेपालको औसत काठको भोल्युम कति छ त्योभन्दा तल छ होइन। आजसम्म कोही एउटा वन विज्ञले यो प्रश्न उठायो? नेपालको 178 हुँदा 178 भन्दा तलका कार्ययोजना बनाइयो, 164 हुँदा 164 भन्दा तलको कार्ययोजना बनाइयो। अनि तपाईँले एउटा 4 फिट र 5 फिटको दुईवटा मान्छे नाप्नुभयो भने त 4.5 फिट हुन्छ ल त हाइट होइन। तपाईँको सबै 4 फिटको भन्दा मुनि हुन्छ त? भने यो के विधिको विज्ञानको कुरा गर्नुहुन्छ क्या? त्यो विज्ञान तपाईँलाई कुनै सानो क्षेत्रमा लाउनु मलाई नि तपाईँ विज्ञानको कुरो गर्ने। तपाईँ समष्टिगत रूपमा नेपालका भए सबै कार्ययोजना चाहिँ नि 164 भन्दा मुनि बनाइदिने भनेपछि हामी चाहिँ टेक्नोक्र्याटहरूले विधि र विज्ञानको नाममा समुदायको माथि हामीले थोपरिरहेछौँ व्यवस्थापन। अब समुदाय पनि त्यति नै जिम्मेवार छ भन्छु म यसमा। समुदायले पनि कहिले पनि प्रश्न सोधेन क्या। ठ्याक्कै यहाँ एउटा कुरा जोड्छु सर। जब सामुदायिक वन सुरु भयो नेपालमा 1990 को चाहिँ कुरा गरौँ, जब यो 1993 चाहिँ होइन, त्यतिखेर चाहिँ कृषि क्षेत्रले चाहिँ 80% गर्थ्यो मान्छेको लाइभलीहुडमा। अहिले घटेर 60 छ होइन। त्यसपछि आएर चाहिँ 1% मान्छेले मात्रै तपाईँको चाहिँ यो ग्यास युज गर्थे खाना पकाउनको लागि होइन। अब अहिले आएर तपाईँ लगभग 46% मान्छेले ग्यास युज गर्छ
अनि त्यसै गरी चाहिँ 76% मान्छेले चाहिँ दाउरा युज गर्थे खाना पकाउनलाई। अहिले आएर घटेर यो 50% भएको छ होइन। र सामुदायिक वनकोबाट चाहिँ त्यतिखेर 11%ले चाहिँ युज गर्थे दाउराको लागि भने अहिले आएर 28%ले गर्छ होइन। र चाहिँ यसो हेर्दाखेरि त ओभरअल समाजमा सामुदायिक वनलायमा तपाईँको दाउराको लागि प्रयोग गर्ने चाहिँ पुरै घट्या छ। कसको चाहिँ बढिरहेछ, कसको छैन भन्दा जो गरिब जङ्गलको छेउमा बस्छन् उनीहरूको मात्रै छैन। भनेपछि ब्रोडली हेर्ने भने जब चाहिँ 1990s तिर सामुदायिक वन भनेको मान्छेको घाँस दाउरा बाख्रा चराउने यताउति सबै थियो, एभ्रिथिङ इज थियो। अहिले गाउँ पुरै खाली भइरहेछ, के सीमित मान्छेहरू बसिरहेछन्, जो बसिरहेछन् तपाईँको चाहिँ इकोनोमिकली चाहिँ डिसएडभान्टेज पपुलेसन बसिरहेछन् होइन। भने समुदायको वनप्रतिको चाहिँ इन्ट्रेक्सन र तपाईँको अपनत्व चाहिँ पहिला जस्तो थियो अहिले त छैन, चेन्ज भएको छ। केही मान्छेले मात्रै समुदायिक वनको चाहिँ तपाईँको व्यवस्थापन भइरहेछ भने होइन। के हामी भन्न सक्छौँ सामुदायिक वन अहिले चाहिँ ब्रोडर समाजको लागि चाहिँ इन्ट्रेस्टको विषय भएन? अब केही ठाउँ मात्रै जसले चाहिँ बेनिफिट पाइरहेछ त्यसको लागि मात्रै इन्ट्रेस्टको विषयवस्तु छ र त्यसमा रिभिजिट गर्न आवश्यक छ। अब सामुदायिक वनलाई 3टा ठाउँमा विभाजन गर्नुपर्छ भन्छु होइन। पहिले तपाईँले काठ उत्पादन गर्ने सामुदायिक वन होइन, भनेको उनीहरूको इन्टायरली भनेको एकदमै काठ उत्पादन गर्ने बजारमा बेच्ने एउटा क्याटेगोरीको छ। अर्को क्याटेगोरीको सामुदायिक वन जसले पैसा कमाउँछन्। अर्का यस्ता सामुदायिक वन छन् जसमा आधा समुदायले काठ चाहिन्छ, आधा बिक्री गर्छन्। दोस्रो सामुदायिक वन छन्, तेस्रो केही पनि आम्दानी नहुने सामुदायिक वन छन्। हामीले जब कार्ययोजना बनायौँ अथवा जब हामीले सामुदायिक वनका मापदण्डहरू बनायौँ, यो 3टा चिजलाई कहिले पनि हामीले हेरेनौँ क्या। एउटै नियम, एउटै वनको नियम, काठ बेच्ने र काठ नबेच्ने फरक किन छ? त्यो पहिले हामीले प्रश्न गर्नु पर्यो नि त। भने अहिले सामुदायिक वनको सान्दर्भिकतामा तपाईँले भने जस्तै पहिले मान्छेको निर्भरता कति हो होइन, र त्यो काठ बेच्ने सामुदायिक वनले समुदायलाई कसरी टाढा राख्छ अथवा कसरी टाढा राखिरहेको छ होइन। मैले केही साधारण सभाहरू देखेको छु, त्यो साधारण सभा के देखिन्छ भने समुदायले के भन्छ भने काठ नबेचौँ, मलाई घर बनाउनु छ भन्छ होइन। अर्कोले के भन्छ भने त्यो काठ नबेचेर मैले चाहिँ बाटो बन्दैन, तँलाई यो दसैँमा चाहिँ नि के अरे ट्याक्सी लिएर आउनु पर्दैन भनेर भन्छ नि त। भनेपछि यो समुदायमा काठले वन भनेको काठ भनेको सब्सटेन्स निड होइन, काठ भनेको कमर्सियल गुड हो। मान्छेले एउटा मान्छेले कति वर्षमा घर बनाउँछ र कतिचोटि घर मर्मत गर्छ, त्यतिखेर मात्रै चाहिने हो नि त। हामीले वनको परिभाषाभित्र काठलाई सब्सटेन्स निड भनेर राख्यौँ। सामुदायिक वनको सबैभन्दा ठुलो समस्या यही भएको र यो चिजमा अबको नीतिमा हामीले काठ कमर्सियल गुड नै हो भनेर जानु पर्यो र अरू सब्सटेन्स निडमा जानु पर्यो। भने काठलाई सामुदायिक वनको मुख्य अङ्ग भनेर राख्यो र पछिल्लो समय काठ उत्पादनै कसरी बढाउने भन्ने चक्करमा जाँदाखेरि नै यो समुदाय र वन प्रशासन अथवा चाहिँ तपाईँले अहिले भने जस्तो यो कोलोनियल फरेस्ट चाहिँ अगाडि आएको। भनेपछि हाम्रो व्यवस्थापन काठ सेन्ट्रिक भयो, टिम्बर सेन्ट्रिक होइन। तर हामी चाहिँ फेरि त्यो फरेस्ट इकोलोजी हामीलाई थाहा भएन, दुइटै हो होइन। अब मलाई ठ्याक्कै चाहिँ अलिकति जिपुस्नु मन लागेको के हाम्रो वनले मलेसियालाई रिप्लेस गर्न सक्छ सक्दैन? यो आफैमा एउटा गम्भीर प्रश्न हो। अहिलेको वनको अवस्था, हाम्रो उत्पादनको अवस्था हेर्दा गर्न सक्दैनौँ भन्छौँ। तर यदि हामीले वनको दिगो व्यवस्थापन गऱ्यौँ भने सम्भव होला। तर अब यति भनिराख्दा आज वनको व्यवस्थापन त भर्खर हामीले सुरु गऱ्यौँ नि त, 5 वर्षको हामीसँग इतिहास छ भने अहिले काठको गुणस्तर हेर्दाखेरि त्यो सम्भावना देखिँदैन। हाम्रा काठहरू हिउँ पाइप जस्ता छन्, हिजो व्यवस्थापन गरेनौँ र त्यो कारणले गर्दाखेरि पक्कै पनि एउटा सन्तति अथवा एउटा पुस्ताको लागि यो हाम्रो दिवा सपना मात्रै हो। तर त्यो भनिराख्दा नगर्ने भन्ने हुँदैन। तर यसको व्यवहारिक पाटोमा अझ बढी हामीले ध्यान दिन पर्छ। यो धेरै नै महत्त्वपूर्ण प्रश्न हो होइन। अब नेपालको वन हरियो वन नेपालको धन भन्ने उक्ति हामी पहिलेदेखि सुनेको होइन। अब फर्केर हेर्ने भने नेपाल जस्तो जुन माउन्टेन क्यारेक्टरिस्टिक भएको देशमा
काठबाट समृद्धि ल्याएर देश विकास गर्ने त्यो सपना त्यो बाटो अब त्याग्दा ठिक होला? अब वनबाट समृद्धिको बाटो समाउनुपर्छ भन्छु म, काठबाट समृद्धि भनेको होइन। किनभने हामी काठ उत्पादन गर्न नि सक्दैनौँ। हाम्रो वातावरणीय भूगोल कुनै पनि हिसाबले काठ उत्पादन गर्ने हामीसँग त्यो भूगोल र बनोट छ अथवा त्यो वनको अवस्था छ जस्तो मलाई लाग्दैन। तर पक्कै पनि वनबाट समृद्धि चाहिँ नि हुन्छ भनेको हामीले अब गर्ने व्यवस्थापन भनेको पारिस्थितिकीय प्रणाली अथवा इकोसिस्टम सर्भिस बेस्ड म्यानेजमेन्टमै हामी जानपर्छ। जुन ठाउँमा काठ उत्पादन हुन्छ त्यहाँ काठ उत्पादन गरौँ, जुन ठाउँमा जडीबुटी हुन्छ जडीबुटी उत्पादन गरौँ। कतै हुँदैन भने हाइड्रो पावर छ हामीसँग एउटा एकदमै पोटेन्सियल भएको, र अर्को हामीसँग सेकेन्ड सेक्टर भनेको टुरिज्म हो। र यो दुइटैको लागि चाहिँ नि नेचर बेस्ड टुरिज्म भनौँ अथवा वाटर रिसोर्सको कुरा गरौँ, वन एउटा ठुलो मेरुदण्ड हो। वन नेपालको विकासको लागि चाहिँ एउटा चाहिँ मेरुदण्ड बन्न सक्छ, तर त्यसको हामीले हेर्ने नजरिया लेन्स फरक हुनु पर्यो। हामी काठ सेन्ट्रिक हुनु भएन। इकोसिस्टम सर्भिस, जडीबुटीहरू त्यसमा बढी फोकस गरेर होइन, टुरिज्म त्यसमा बढी फोकस गरेर अगाडि बढ्नु पर्यो होइन। एकदम ठिक हो। अब एउटा चाहिँ डाटा यहाँ छ। अब यसले के भन्छ भन्दाखेरि चाहिँ इकोसिस्टम सर्भिसको प्रयोग गरेर नेपालले वर्षमा 19.2 मिलियन चाहिँ त्यसको भ्यालु छ होइन। र काठबाट हामीले चाहिँ उत्पादन गर्न सक्ने प्रोजेक्टेड होइन आशा गरेको चाहिँ डाटा कति छ भन्दाखेरि चाहिँ इकोसिस्टम सर्भिसको चाहिँ भ्यालु जुन वनबाट हामीले पाउँछौँ यसको इस्टिमेटेड कति गरेको छ भन्दा $19.2 बिलियन पर इयर। र काठबाट उत्पादन हुन सक्ने प्रोजेक्टेड भ्यालु कति छ भन्दाखेरि $735 मिलियन पर इयर होइन। भनेपछि इकोसिस्टम सर्भिसबाट हामीले काठबाट हुने उत्पादनबाट हुने भन्दा 25 गुणा बढी प्रोजेक्टेड छ भने अब नेपाललाई चाहिँ समृद्धिको दिशामा अगाडि ल्याउनलाई वन व्यवस्थापनमा गर्नुपर्ने 1, 2, 3 स्टेपहरू के होला? यो तपाईँको फेरि इकोसिस्टम सर्भिसेसको एउटा फ्री गुड्सको भयो र अर्को ट्रेडेड गुडको कन्सेप्ट भयो होइन। हामीले जब कम्पेयर गर्छौँ भन्न खोजेको के हो भने वन काठभन्दा धेरै माथि छ मात्रै भन्न खोजेको। त्यही भएर तपाईँलाई भोलि फेरि कसैले यो कति बिलियन पैसा दिन्छ भनेर हामी सोध्दैछौँ भने त्यो होइन है। यो वन भनेको क्षेत्रमा यो काठ मात्रै होइन, काठभन्दा अरू धेरै छन् भने त्यो अध्ययनले भनेको, र त्यसलाई विचार गरौँ भनेको। अब आजको दिन यदि मलाई तपाईँ वन प्राविधिकको हिसाबले अब कसरी अगाडि बढ्नुपर्छ भन्नुभयो भने यो विगतमा एउटा कन्सेप्ट छ रिसर्च एन्ड युज एप्रोच। हाम्रो जस्तो देशमा हामीले विभिन्न नमुना अभ्यासहरू गऱ्यौँ, केही सफल भयौँ तर धेरै असफल भयौँ। त्योबाट हामीले सिक्न पर्ने छ। वन आफैमा सुशासनका सवालहरू पनि छन् भने यो सबै चिजहरूलाई गरेर अब हामीले दुईवटा कन्सेप्टमा चाहिँ अगाडि बढ्नुपर्छ। एउटा राज्यले के भन्नु पर्यो भने नेपालभरिको वनको अवस्था हेरेर कहाँ कुन क्षेत्रमा काठ उत्पादन गर्ने, कुन क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा व्यवस्थापन गर्ने, कुन क्षेत्रमा जङ्गल व्यवस्थापन गर्ने भनेर पर्मानेन्ट फरेस्ट स्टेट क्लासिफाई गर्नै पर्यो। जबसम्म हामीले त्यो गर्दैनौँ हामी काठ इकोसिस्टम सर्भिसको द्वन्द्वभन्दा माथि कहिले पनि उठ्दैनौँ होइन। त्यो भएर पहिले त अब राज्यले गर्ने एउटा चाहिँ नि मलाई भन्नुहुन्छ भने म चाहिँ नि त्यो एउटा गर्नुपर्छ भन्छु। एक त्यो गरिसक्यो भने दोस्रो भनेको व्यवस्थापन उद्देश्य हो भने कुनै पनि योजना व्यवस्थापन उद्देश्यमा आधारित हो, चाहे त्यो सामुदायिक बनोस् चाहे त्यो राज्यको बनोस्। भने अब हामीले गर्नुपर्ने भनेको वन व्यवस्थापनको उद्देश्य के हो भने 50 हेक्टरको सामुदायिक वनमा काठ उत्पादन गर्ने हो भने काठै उत्पादन गरौँ। त्यतिखेर हामीले जैविक विविधता लगायत अरू विषयहरूमा चाहिँ नि कसरी जोखिम नलाइकन गर्न सक्छौँ भनेर गरौँ। यदि त्यहाँबाट पानीको मुहान नै मेरो लागि महत्त्वपूर्ण हो, मेरो व्यवस्थापनको उद्देश्य नै पानीको मुहान हो, मेरो व्यवस्थापनको उद्देश्य नै पर्यटन हो अथवा टुरिज्म हो भनेर भन्छौँ भने त्यसको छुट्टै व्यवस्थापन उद्देश्य हुनु पर्यो, त्यसको इन्भेन्ट्रीको विधि फरक हुनु पर्यो। भने दोस्रो बाटो चाहिँ नि हामीले त्यो व्यवस्थापन उद्देश्यमा ध्यान दिनु पर्यो। र तेस्रो महत्त्वपूर्ण भनेको अहिलेसम्म तपाईँले वनको जति पनि कुरा गऱ्यौँ हाम्रो सरकारवालाहरू बिच विश्वास छैन क्या। भने हामी एक अर्कालाई विश्वास गर्दैनौँ भने त्यो परिवेशमा अब हामीले गर्ने भनेको के हो भने बहुसरकारवाला संयन्त्र बनाउनु पर्यो। त्यो सरकारवालासँग बसेर नमुना अभ्यासहरूमा हामीले काम गरौँ, सँगै सिकौँ, सँगै सहकार्य गरौँ र के काम गर्छ के काम गर्दैन किन गर्दैन भनेतिर जानै पर्यो। यसो भन्नको मतलब चाहिँ अब हामीले चाहिँ फिट वन इन अल एप्रोच चाहिँ छोड्नु पर्यो।
अब वान साइज फिट एप्रोच त पटक पटक हामीले छोड्नु पर्यो भन्छौँ र हामी नीतिले पनि छोड्छौँ भनेर भन्यौँ। तर जब हामीले मार्गदर्शनहरू बनाउँछौँ, जब हामीले त्यसलाई व्यवहारिक पाटोमा लगानी गर्छौँ अथवा चाहिँ नि कार्यक्रम गर्छौँ, त्यतिखेर त्यो पाटो छोड्नु पर्यो। हाम्रो सोचाइमा समस्या होइन, हामी सोचाइमा धेरै नै ठुलो धरातल राख्छौँ। तर जब हामी कार्यान्वयनको चरणमा जान्छौँ, हामी बढी सङ्कीर्ण हुन्छौँ र हामीले कार्यान्वयन गर्ने बेलामा हामीले जे उद्देश्य लिएका छौँ, जे सोच छ, जे वन रणनीतिहरूले भनेको छ, त्यो अनुसार अगाडि बढ्नुपर्छ। हाम्रो समस्या कार्यान्वयनमा हो, हाम्रो समस्या रणनीतिमा होइन। प्लानिङमा पनि होला। अब त्यो भनेको एउटा उदाहरण दिन्छु म। यो चाहिँ फोटो चाहिँ बैतडीको होइन, यो नाङ्गो डाँडालाई सामुदायिक वन बनाइयो। यसलाई चाहिँ समुदायलाई हस्तान्तरण गरियो। जिल्ला वन कार्यालयले तपाईँको पाइनस हुन्छ नि, सल्लाहको चाहिँ बिरुवा दियो, जङ्गलभरि तिनीहरूले त्यो लगाए होइन। अनि मैले त्यहाँ कन्सल्ट गर्दाखेरि तपाईँको चाहिँ जङ्गल चाहिँ पुरै चाहिँ हरियाली थियो। लास्ट इयर गएको थिएँ मैले, 20-25 वर्ष भएको रहेछ त्यहाँ। समुदायले के भन्छ भन्दा पहिला त्यहाँ पानीका ठुल्ठुला मुहानहरू थिए, डाँडामा पानीका मुहानहरू थिए होइन, सानसाना पोथ्रापोथ्री थियो। अहिले पानीको मुहान त्यहाँ सुकिसकेको छ होइन। र चाहिँ तपाईँको चाहिँ कुनै पनि जनावरहरू त्यहाँ अहिले बस्दैनन्। नाङ्गो डाँडा भए पनि वरिपरि चाहिँ अलिकति पोथ्रापोथ्रीमा चाहिँ जनावरहरू पाउँथे अरे होइन। अब कम्युनिटीको चाहिँ अन्डरस्ट्यान्डिङ के छ भन्दाखेरि चाहिँ हामीले पाउने इकोसिस्टम सर्भिस, पानीको मुहान सुक्यो, अब यो जङ्गल काटेर, यो सल्लाहको रुख काटेर होइन, अब हामीले यसलाई चाहिँ प्राकृतिक रूपमा पहिला कस्तो खालको जङ्गल थियो त्यस्तै बनाउनुपर्छ भन्ने खालको छ होइन। तर सल्लाहको जङ्गल त्यहाँ इकोनोमिकली तपाईँको चाहिँ राम्रो देखिएको छ होइन। भने अब हामीले चाहिँ कुन ठाउँमा तपाईँको त्यो इकोनोमिकली टिम्बर बेस गर्ने कि अथवा इकोसिस्टम बेस गर्ने भन्ने एप्रोच डिसिजन अब यो कसले गर्छ? अब यो हेर्नुहोस्, वन हामीले फेरि के पनि बिर्सनु भएन भने यो राज्यको सम्पत्ति हो र यो पर्यावरणीय सेवा यसको धेरै नै ठुलो भ्यालु छ। अहिले पनि तपाईँले जे अङ्क भन्नुभयो त्यो पर्यावरणीय भ्यालु भएरै भएको। तर अब हामीले हिजोको दिन यो जङ्गल के को लागि र कसको लागि भन्ने प्रश्न हो होइन। र यो प्रश्नको उत्तर भनेको यदि राज्यले व्यवस्थापन गर्ने हो भने राज्यसँग होला, र यदि समुदायले व्यवस्थापन गर्ने समुदायसँग हो। त्यही भएर पहिले यो जङ्गलको स्वामित्व समुदायको हो भने यसको सम्पूर्ण निर्णय समुदायले गर्न पाउनुपर्छ, के को लागि र कसका लागि, किन होइन। अब तर यदि एकैछिन मान्नुहोस् यो के अरे पाइन फरेस्टले नै राज्यको समृद्धि लिएर जान्छ र यो चाहिँ नि काठ उत्पादन गर्ने वन हो भने हामीले कहीँ ट्रेड अफ गर्नै पर्छ। त्यही भएर आजको सबैभन्दा ठुलो चाहिँ नि हाम्रो वन व्यवस्थापनको चुनौती भनेको ट्रेड अफमा हो। र यदि हामीले अब ट्रेड अफ गरेनौँ भने हामीले कहिले पनि सबै चिज सबै ठाउँमा जोगाउँछौँ भनेर सक्दैनौँ। त्यही भएर समुदायलाई यदि यो राज्यलाई समुदायको लागि इकोसिस्टम सर्भिसमा गर्ने हो भने हामीले समुदायकोमा गर्नु पर्यो, होइन राज्यले यसबाट समृद्धिको बाटो लिएर जान्छ भने हामीले के अरे पाइन फरेस्टको भन्नुभयो यहाँले, यो गर्दा आम्दानी हुन्छ भने गर्नु पर्यो। तर ठुलो प्रश्न भनेको वन के का लागि, कसका लागि र किन व्यवस्थापन गर्ने भन्ने चाहिँ नै हामीले पहिले परिभाषा गर्नै पर्छ। भनेपछि व्यवस्थापन चाहिँ यदि समुदायले गर्छ भने त्यसको डिसिजन, त्यसको निर्णय पुरै समुदायले नै दिनु पर्यो वन कसरी व्यवस्थापन गर्ने। यदि राज्यले चाहिँ काठको लागि हो भने त्यो खालको चाहिँ छुट्टै योजना बनाउनु पर्यो, ठाउँ तोक्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो। म्यानेजमेन्ट तपाईँले भन्नुभएको भए म के भन्छु भने म्यानेजमेन्ट रिजिम्स र म्यानेजमेन्ट ओनरसिप दुइटै डिफाइन गर्नु पर्यो। समुदायको म्यानेजमेन्ट रिजिम्स हो र समुदायको ओनरसिप हो भने समुदायले निर्णय गर्नुपर्छ, राज्यको रिजिम्स हो र राज्यको ओनरसिप पनि गर्नुपर्छ। तर त्योभन्दा अर्को विकल्प छैन भन्ने कुरा होइन। हामीले वनमाथिको निर्भरता अझ परनिर्भरता भनौँ घटाउनै पर्छ। तर त्यो भनिराख्दाखेरि म इकोसिस्टमले मात्रै जङ्गल व्यवस्थापन गर्छु भन्दा सम्भव हुँदैन। दुइटैको ब्यालेन्समा जाने विधि हामीले अवलम्बन गर्नै पर्छ। तर एकले अर्काका चाहिँ नि कम्पिटिटर भन्दा पनि कसरी यिनीहरू एक र अर्काका चाहिँ नि कोलाबोरेटर हुन्। हामीले काठ उत्पादन गर्दा गर्दै पनि इकोसिस्टम सर्भिस कसरी बढाउन सक्छौँ, अथवा इकोसिस्टम सर्भिसको प्रिन्सिपल म्यानेजमेन्ट गर्दा गर्दै पनि टिमवर्कको निड कसरी फुलफिल गर्छौँ भन्ने कुरा दुइटैलाई सँगै लानुपर्छ। एकको विरुद्ध अर्का होइन, एक अर्काका परिपूरक हुन् भन्ने अवधारणामा हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। फर्केर हेर्ने भने नेपालको चाहिँ सामुदाय वनको जुन व्यवस्थापनमा जुन चाहिँ अहिले ट्रेन्ड देखिरहेछ होइन, र जुन अहिले चाहिँ स्कुलरली डिबेट छ जुन हामी अहिले छलफल गरिरहेछौँ,
यो चाहिँ यसमा एक खालको चाहिँ प्याराडाइम सिफ्ट आवश्यक छ, जहाँ इकोलोजिकली तपाईँको डिफाइन्ड एरियाहरूमा चाहिँ म्यानेजमेन्ट चाहिँ हामीले चाहिँ तराईमा कुन खालको गर्ने, पाहाडमा कुन खालको गर्ने, हिमालमा कुन खालको गर्ने, त्यो कम्युनिटीले गर्ने कि अथवा राज्यले गर्ने कि टिम्बरको लागि गर्ने कि भन्ने खालको प्री प्लान हामीसँग चाहिँ एउटा योजना हुनु पऱ्यो, कार्यनीति हुनु पऱ्यो, एक्सन हुनु पऱ्यो। अब तपाईँ र म एउटै लाइनमा छौँ जस्तो लाग्छ। मैले पटक पटक फरेस्ट स्टेट क्लासिफिकेसनको कुरा गर्छु एन्ड देन जियोग्राफीको कुरा गर्छु। भनेको पहिले हाम्रो फरेस्ट स्टेट क्लासिफिकेसन भनेको त्यसले जियोग्राफीले गाइड गर्छ। हिमालमा डेफिनेटली हामीले गएर इन्टेन्सिभ फरेस्ट म्यानेजमेन्ट गर्न सक्दैनौँ, तर तराईमा डेफिनेटली हामीले इन्टेन्सिभ फरेस्ट म्यानेजमेन्ट गर्न सक्छौँ। तराईमा भएको स्पेसिस कम्पोजिसन हिमालमा मिल्दैन। पहिले हामीले राज्यले गर्न खोजेको के हो, कति जङ्गल राख्ने हो, 40% जङ्गल ठिक हो कि होइन। अब हामीले चाहिँ नि जङ्गल बढाइराख्दाखेरि अब के गर्यो त, अब इन्डियाबाट फेरि चामल किनेर ल्याएर खाने त। काठमा त हामी आत्मनिर्भरता होलाौँ, हामी धानको परनिर्भरता होलाौँ भने यो सबै चिज हेर्न पऱ्यो क्या। 40% जङ्गल राख्ने कि नराख्ने भन्ने एउटा ठुलो होइन भने पहिले त त्यो हामीले गरौँ। अनि त्यो 40% जङ्गलबाट मेरो माग र आवश्यकताहरू कसरी परिपूर्ति हुन्छ भन्ने हो भने हामीले समग्रमा होलिस्टिक प्लानिङ गर्नुपर्छ। एउटा सेक्टरले म वन बढाउँछु भनी गर्दाखेरि अरू ल्यान्ड युजको इन्क्रोचमेन्ट पनि हुँदैन। त्यही भएर यो चिजलाई चाहिँ नि अलि हामीले बढी नै ओपन भएर काम गर्नुपर्छ। र अब अहिले पछिल्लो समय एनडिसीले म वनको क्षेत्रफल बढाउँदिनँ भनेको छ, जुन आफैमा एउटा राम्रो अभ्यासको सुरुवात पनि हो भनेर पनि हामीले बुझ्नु पऱ्यो। नभए त कार्बन घटाउने त सबैभन्दा विधि जङ्गल बढाएर हो होइन, सस्तो पनि विधि होला होइन। भने यो सबै चिजबाट हामीले हेर्दाखेरि समष्टिगत रूपमा यसले पुर्याउने अर्थतन्त्रको योगदानमा हेर्नुपर्छ। हामीले सेक्टोरल र पिसमेल एप्रोचमा पनि जङ्गल राखेर ब्रोडर इकोसिस्टममा हेरेनौँ अथवा बिजनेस इन्भाइरोमेन्टमा हेरेनौँ भने वन भनेर वनका मात्रै कुरामा हामी सीमित हुन्छौँ। वनभन्दा बाहिर हामीले सिफ्ट गर्नुपर्ने आवश्यकता छ। के हामीले चाहिँ वनले नेपालको जिडिपीमा ठुलै कन्ट्रिब्युसन गर्छ भनेर सोच्नु नेपालको चाहिँ तपाईँको जुन इकोलोजिकल कन्डिसनमा चाहिँ रियलिस्टिक इस्टिमेट हो त? त्यसो भए होइन, यस्तो छ, राज्यले पुलिस किन राख्ने, राज्यले आर्मी के हामीले चाहिँ पोलिसी नै गलत फ्रेमिङ गरेँ कि? उदाहरणको लागि भने नि, जब हामी तराईबाट हिमाल जान्छौँ, चितवनबाट मानौँ हामी लाङटाङ पुग्छौँ होइन, हाम्रो ल्यान्डस्केप यति चाहिँ हेटेरोजेनियस छ, यति फ्रेगमेन्टेड छ। वर्ल्ड ब्याङ्कको डेटाले के भन्छ भन्दा 40% फरेस्ट छ। तर 2018देखि 2022को बिचमा हेर्ने भने फरेस्ट फ्रेगमेन्टेसन एकदम बढिया छ होइन। र फरेस्टको क्यानोपी कभर र क्यानोपी हाइट पनि धेरै घटेको छ भने हाम्रो क्वालिटी अफ फरेस्ट चाहिँ हाम्रो घटिरहेको छ। क्वालिटी अफ फरेस्ट घट्नुको मतलब कभर बढे पनि है, क्वालिटी अफ फरेस्ट घट्नुको अर्थ हामी इकोसिस्टम सर्भिसमा पनि हामीले चाहिँ पक्कै पनि डिटोरेटेड भएको छ होइन। भने नेपालको यो चाहिँ गिभन क्लाइमेट चेन्ज, डिजास्टर र यो हुन्छ नि यो विभिन्न कुराहरूमा ध्यान दिने भने नेपालमा वन संरक्षण, नेपालको इकोसिस्टम सबको सस्टेनेबिलिटी, यहाँको चाहिँ तपाईँको चाहिँ इन्भाइरोमेन्टल हुन्छ नि, यहाँको चाहिँ वातावरणलाई संरक्षण गर्नलाई चाहिँ प्रिजर्भ गरेर राख्दा बढी उपयुक्त हुने हो कि यसलाई बढी कमोडिफिकेसन गरेर हामीले केही गल्ती त गरेका छैनौँ? यस्तो छ, तपाईँले ब्ल्याङ्केट एप्रोच लगाउन भएन होइन। हामी एकदमै डाइभर्स छौँ इन टर्म्स अफ टेपोग्राफी, इन टर्म्स अफ एल्टिच्युड्स होइन, इन टर्म्स अफ क्लाइमेट होइन। अब इभन हाम्रो त सानो गाउँमा 5वटा माइक्रो क्लाइमेट छ होइन। त्यो हिसाबले पटक पटक हामीले के बुझ्नु पऱ्यो भने इकोसिस्टम बेस्ड म्यानेजमेन्ट इज द बेस्ट हो होइन। अनि वाट इज द्याट इकोसिस्टम बेस्ड म्यानेजमेन्ट हामी डिबेट गर्न सकौँला। तर तपाईँको यो टिम्बर सेन्ट्रिक म्यानेजमेन्ट इज नट अ इकोसिस्टम बेस्ड होइन। काठ मात्रै उत्पादन गर्छु भन्ने कुराबाट काठबाट जिडिपीमा कन्ट्रिब्युट गर्छु भन्ने कुरामा चुनौती हो। तर हामीले अर्को एउटा कुरा के पनि बुझ्नु पऱ्यो भने राज्यले पुलिस राख्छ, राज्यले आर्मी राख्छ, यसले जिडिपीमा कन्ट्रिब्युसन गर्छ त भनेको नेसनल सेक्युरिटीको कुरा हो भने हाम्रो जस्तो देशमा वन भनेको क्लाइमेट सेक्युरिटी पनि हो, लोकस्ट इकोसिस्टम बेस्ड एडप्टेसन पनि हो। त्यही भएर हामीले यसमा इकोसिस्टम भ्यालुज भनेको द इम्पोर्टेन्स अफ द एसेट्स दिन्छ होइन र। भनेको तपाईँलाई इकोसिस्टम सर्भिसले मेरो यति बराबरको सम्पत्ति हो भन्ने हो नि त। तर मेरो त्यो सम्पत्तिबाट मैले आम्दानी गर्छु त? गर्दिनँ नि। जिडिपीको मेजरमेन्ट भनेको आम्दानीको क्वान्टिफिकेसन हो। तर त्यही भएर नै अहिले ग्लोबल डिभाइडमै इकोसिस्टम सर्भिस भ्यालुएसन गर्नुपर्छ, त्यसको जोगाउन इन्भेस्टमेन्ट गर्नुपर्छ भनेकै के हो भने
यसले डाइरेक्ट बेनिफिट दिँदैन, तर इन्डाइरेक्ट बेनिफिट हाई छ, यसलाई हामीले क्वान्टिफाइड गर्न सक्दैनौँ भने यहाँ दुईवटा चाहिँ महत्त्वपूर्ण क्वेसनहरू आए होइन। अब समुदायको जुन ट्रेडिसनल वनप्रतिको चाहिँ सम्बन्धमा केही परिवर्तन आएको छ डेफिनेटली होइन। अनि मान्छे चाहिँ गाउँ छोडेर सहर गइरहेछन् होइन। ट्रेडिसनल तपाईँको नक्सस चाहिँ कम भएको छ होइन। अब 50 वर्षको चाहिँ सामुदायिक वन चाहिँ हामीले इन्भिजन गर्ने हो भने के सामुदायिक वन जुन हामीले चाहिँ एज इट इज समुदायले म्यानेज गर्ने व्यवस्थापन गर्ने अबको 50 वर्षमा त्यसरी इन्भिजन गर्न सकिन्छ? होइन। अब यस्तो छ, तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो होइन। सामुदायिक वन उद्यम हो कि व्यवसाय हो कि सामुदायिक वन घर खर्च चलाउने विधि हो? आजको दिनको सामुदायिक वन तपाईँले हेर्नुभयो भने यो एउटा घर चलाउने सब्सिस्टेन्स निड मात्रै हो है। भनेको के हो भने तपाईँले वन व्यवस्थापन गर्नुहुन्छ, 1 लाख आम्दानी गर्नुहुन्छ, त्यसबाट हेरालो राख्नुहुन्छ, त्यसबाट सानो कुलेसो बनाउनुहुन्छ, तर त्यो वनलाई स्रोत हो र म 10 वर्ष यसबाट आम्दानी चलाउँछु भने तपाईँले व्यावसायिक रूपमा व्यवस्थापन गर्नुभएको छ। आजको दिनसम्म हामीलाई यो वन व्यवस्थापन गर्न 5 वर्ष कति लगानी भन्ने हामीले कहिले अनुमान गरेका छौँ? यदि यो स्रोत हो भने त त्यसरी व्यवस्थापन गर्नु पर्यो होला नि त होइन। भनेको जस्तै अहिले हामीले यो सामुदायिक वन व्यवस्थापन गर्न 5 लाख रुपियाँ पैसा लाग्छ, वनले 1 लाख रुपियाँ मात्रै आम्दानी दिँदो रहेछ भने 4 लाख रुपियाँ कहाँबाट जुटाउनु त? कि त राज्यले दिनु पर्यो भने तपाईँ एकैछिन सोध्नुहोस् त। जसरी अहिले हामीले वनको कुरा गरिरहेको छौँ, भोलि सामुदायिक वनका उपभोक्ताहरूले तिम्रो वन व्यवस्थापन गर्दैनौ, यो राज्यको वन हो, फिर्ता लिएर जाऊ भन्यो भने वनको अवस्था के होला? अब यो समय सामुदायिक वनले सोच्ने बेला आइसक्यो कि यसबाट व्यवसाय कसरी बनाउने, यसबाट आम्दानीको स्रोत कसरी बनाउने। हिजोको दिन 4 बारी घाँस लिएर आउँछु, 2 बारी दाउरा लिएर आउँछु भन्ने त समुदाय छ। हाम्रो सामुदायिक परिवेश त चेन्ज भइरहेको छ भने अबको सामुदायिक वन भनेको व्यावसायिक सोचका साथ नयाँ पद्धतिबाट अगाडि बढ्नै पर्छ। हिजो तपाईँहरू हामीले सोचे जस्तो के चाहिँ नेपालका चाहिँ 23,000 सामुदायिक वनमा चाहिँ व्यावसायिक योजना बनाएर चाहिँ अगाडि बढ्न आवश्यक छ अथवा त्यो सम्भव छ? त्यो रियलिस्टिक चाहिँ भिजन अब 23,000 कार्ययोजना बनाउन सम्भव छ भने 23,000 व्यावसायिक योजना बनाएर बढ्न किन सम्भव छैन? 23,000 सामुदायिक वनले चाहिँ व्यावसायिक अब्जेक्टिभ फुलफिल गर्न सक्छन्? होइन, व्यावसायिक व्यवस्थापनको कुरा गरे है। तपाईँको व्यावसायिक व्यवस्थापन भनेको र व्यावसायिक उद्देश्य भनेको फरक कुरा हो। व्यावसायिक व्यवस्थापन भनेको के हो भने यो सामुदायिक वनमा 5 वर्षमा म 5 लाख रुपियाँ लगानी गर्नुपर्ने रहेछ। मान्नुहोस् मैले काठ बेचेर 1 लाख रुपियाँ आउँदो रहेछ भने कि मैले 4 लाख रुपियाँ। एउटा इम्पोर्टेन्ट प्रश्न यहाँ के छ भन्दा 23,000 सामुदायिक वनमा आजको दिनमा 23,000 मा आधा चाहिँ तपाईँ एक्टिभ छन् कि छैनन् हामीसँग डाटा छैन। हेर्नुहोस् है, सामुदायिक वनमा म धेरै ठाउँमा रिसर्चको लागि जाँदाखेरि सामुदायिक वनको वार्षिक कार्ययोजना बनाउँदाखेरि चाहिँ वर्षमा एकचोटि हुने तपाईँको हुन्छ नि एनुअल जेनरल एसेम्ब्लीमा मान्छे जुटाउन, त्यसपछि आएर कोरम पुऱ्याउन गाह्रो छ, मान्छे गाउँमा छैनन्। तपाईँ के कुरा गरिराख्नु भएको छ भने कार्ययोजना बनाउने, समुदायले त्यसमा चाहिँ बिजनेस बनाएर फाइदा लिने, 4 लाख लगानी गर्ने। अब सामुदायिक वनको चाहिँ बाटै फरक हुनुपर्छ क्या? अथवा वी निड टु थिङ्क आउटसाइड द बक्स क्या? होइन, यस्तो छ। यसमा के लाग्छ? होइन, तपाईँले यदि हेर्नुभयो भने विकासशील देशहरूमा अथवा विकसित देशमा हेर्नुभयो भने एउटा कन्जुबियल कन्जर्भेसन भन्ने एउटा शब्द छ। त्यसले के भन्छ भने जसले त्यो बेनिफिटबाट सर्भिस लिन्छ त्यसले पे गर्नुपर्छ। म हार्डसिपको लाइफ मेन्टेन गर्ने, म जङ्गल जोगाइदिने, त्यसको पानीको व्यवस्था बाहेक अरूले फाइदा लिने त? एकैछिन सोचौँ न। म काठमाडौँमा बसेर जङ्गलको फाइदा त मैले पनि लिएको छु होला, म कार्बन न्युट्रलिटी भनेर मैले पैसा लिइरहेको छु होइन भने यो त कोही समुदायको कस्ट हो नि त। कस्ट डेफिनेटली छ। अहिले सामुदायिक वन बढेको छ, जङ्गली जनावरको चाहिँ सङ्ख्या बढेको छ। धेरै ठाउँमा हेऱ्यौँ भने कन्जर्भेसन कस्ट एज अ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्टको चाहिँ धेरै नै छ होइन। कति ठाउँमा त बाधा आतङ्क भन्छ, बसी खानु छैन डाटा अनुसार। अब केही ठाउँमा के देखिन्छ भन्दा मान्छेको एनुअल इन्कमको सब्सटेन्सियल पोर्सन पनि वाइल्ड लाइफको ड्यामेजको कारणले लस भएको छ। त्यो पनि एउटा चाहिँ कस्ट हो होइन। तर मेरो प्रश्न फेरि के हो भने जब समुदाय नै एकदम चाहिँ फ्रेगमेन्टेड भइसकेको छ, एकदम पातलो भइसकेको छ, बस्ती एकदम कम छ होइन, त्यो ठाउँमा त्यो सामुदायिक वन व्यवस्थापन गर्न त्यो कम्युनिटी चाहिँ कतिको इन्ट्रेस्टेड छ, एउटा कतिको सफल छ होइन। अनि हामी फेरि त्यही सामुदायिकले नै वनको संरक्षण गर्छ र व्यवस्थापन गर्छ सोच्नु एज अ स्कलर, एज अ तपाईँको चाहिँ फरेस्टमा काम गर्ने चाहिँ एक्सपर्टको रूपमा अलिकति डाटाले सपोर्ट गर्न नसक्ने हो कि जस्तो लाग्यो मलाई। यस्तो तपाईँले भनेको के हो भने वनमा तपाईँले भने जस्तै निर्भरता घटेको छ, इन्ट्रेस्ट घटेको छ होइन।
अब तपाईँको मेकानिजम के त? संरक्षण गर्न छोड्ने त, समुदायलाई जङ्गलबाट हटाएर फेरि अब हामी पनि पोलिसिङ एप्रोच चाहिँ व्यवस्थापन गर्ने त होइन। हामीलाई डेफिनेटली अपर्च्युनिटी आएको छ क्या। तपाईँको आजको दिन जसरी हामी इकोनोमिक ट्रान्सफर्म भयौँ त्यसले अपर्च्युनिटी लिएर आयो होइन। तर त्यो अपर्च्युनिटिजमा कन्जर्भेसन एट वाट कस्ट भन्ने तपाईँले जे भन्नुभयो नि, त्यो प्रश्नको उत्तर पनि हामीले कन्जर्भेसनले दिनै पर्यो। हामी संरक्षण भनिराख्दा त्यो संरक्षणबाट आम्दानी गर्न सक्दैनौँ, त्यसबाट कसैको जीविका टार्न सक्दैनौँ भनी संरक्षणको अर्कै चुनौतीमा गर्नु पऱ्यो कि हामीले पहिले त दुईटाको प्रश्नको उत्तर गर्नै पर्छ क्या। एउटा वन कमोडिटी हो कि वन सर्भिस हो, वन राज्यलाई चाहिने हो कि वन समुदायलाई चाहिने हो, र कसका लागि? तपाईँको लागि कुन हो? अब मेरो लागि वन दुइटै हो भन्छु होइन। राज्यको लागि किन हो भने यसले काठ मात्रै दिँदैन, यसले पर्यावरण सेवा दिन्छ र त्यो सेवाबाट हामीले अरू उद्यमहरू विकास गर्छौँ भनी अबको दिन भनेको तपाईँ हामीले कन्जर्भेसनमा इन्सेन्टिभाइज गरेनौँ र जनतालाई हिजो काठ दाउरै दिएर संरक्षण गर्छन् भनेर सोचिरहेछौँ भने त्यो एउटा पाटो त्यो होइन। दोस्रो पाटो समुदायलाई पनि आम्दानी नै छैन। हिजोको दिन दुईवटा गाई बाल्थ्यो, त्यही गाईको दुध बेच्थ्यो, अनि के अरे घर 2 बारी लिएर आउँथ्यो, त्यसले गाईलाई कुँडो बनाउँथ्यो भन्ने हिसाबले व्यवस्थापन थियो नि, सानो गाउँले हिसाबले जङ्गल व्यवस्थापन थियो नि। अब त त्यो जङ्गल भनेको त त्यो त चाहिँदैन जाँदैन मलाई तपाईँ के अरे होइन। भनेपछि अबको दिन भनेको त यो कम्युनिटीलाई जङ्गल चाहिँदैन भन्नको मतलब समुदायलाई अथवा देशलाई नचाहिने त होइन नि हो। त्यही भएर अब राज्यले नै लगानी गर्नुपर्छ, त्यो समुदायहरूमा हामीले इन्सेन्टिभाइज गर्नुपर्छ। तर त्यो इन्सेन्टिभाइजले सर्भिस दिनु पऱ्यो क्या। तपाईँ जङ्गल फाँड्दै गर्ने, तपाईँलाई अनुदान दिने भने होइन नि त। भने हामीले त के भन्नु पऱ्यो नि, म यो जङ्गलमा पानीको मुहान संरक्षण गर्छु, यो पानीको मुहान संरक्षण गरे बापत जसले प्रयोग गर्छ उसले पैसा तिर्नै पर्यो। त्यो भनेको व्यावसायिक सोच हो, इकोसिस्टम पेमेन्ट फर इकोसिस्टम सर्भिस होला। तर जेसुकै भनौँ हामीले अबको दिन क्यास ट्रान्सफर नगरिकन हिजोको दिन जस्तो बेगारीमा जङ्गल व्यवस्थापन हुन्छ भनेर सोच्छौँ भने हामी फेरि अब नयाँ दिशामा अगाडि बढिरहेको छैनौँ। अब फेरि यसलाई चाहिँ एज अ एक्सपर्ट तपाईँको चाहिँ 20-30 वर्षमा चाहिँ तपाईँले जुन चाहिँ रिसर्च गर्नुभएको छ, काम पनि गर्नुभएको छ होइन, यदि सामुदायिक वनलाई चाहिँ तपाईँले स्क्रैचबाट रिडिजाइन गर्ने हो भने तपाईँले के गर्नुहुन्छ? म हेर्नुहोस्, अब यसमा 3टा चिजमा मात्रै म एकदमै धेरै फोकस गर्छु भन्छु क्या। पहिलो भनेको सामुदायिक वनमा हामीले यति धेरै अविश्वासको वातावरण क्रिएट गऱ्यौँ। कसले गर्यो त? राज्यको अविश्वास छ, समुदायको अविश्वास छ, स्थानीय सरकारको अविश्वास छ। हामी सबै नै एक ठाउँमा बसेर अबको सामुदायिक वनको भविष्य के, सामुदायिक वन किन र के को लागि भन्ने प्रश्नको उत्तर गर्नै पर्छ। त्यो प्रश्न चाहिँ सामुदायिक वनको जुन हुन्छ नि त्यसको चाहिँ मुख्य उद्देश्य के हुनु पर्ला त्यसो भए? अब सामुदायिक वनको उद्देश्य भनेको दिगो वन व्यवस्थापन मार्फत पर्यावरणीय सेवाहरूको आपूर्ति नै हो। अब यो विगतलाई फर्केर हेर्ने भने होइन, अनि हाम्रो चाहिँ सामुदायिक वनमा जुन समुदायको वनप्रतिको जुन कनेक्सन थियो होइन, त्यो त घटाएको छ। मान्छेको चाहिँ ट्रेडिसनल चाहिँ जुन फरेस्ट र चाहिँ उसको होइन, मान्छे माइग्रेट भएर सहर पनि गएको छ होइन। अब के चाहिँ सामुदायिक वन चाहिँ सर्भाइभ हुनसक्छ? यो बडा गाह्रो प्रश्न हो। यदि अब आजको दिनबाट तपाईँले मलाई 50 वर्षमा तपाईँले सामुदायिक वन के देख्नुहुन्छ भन्नुभयो भने म विगतको 50 वर्ष फर्केर हेर्दा सामुदायिक वन जस्ता समुदायमा आधारित व्यवस्थाहरूमा तालुकदारी प्रथा थियो। त्यो भनेको के थियो भने गाउँमा एउटा जिम्वाल थियो, जिम्वालले त्यो स्रोतहरूको व्यवस्थापन गर्थ्यो, केही सीमित व्यक्तिहरूकोमा पहुँच थियो र अनि त्यो मैले स्रोत प्रयोग गरे बापत सित्तैमा मैले बेगारी गर्न पर्ने प्रथा थियो। त्यसलाई हामीले तालुकदारी प्रथा पनि भन्थ्यौँ। र त्यो एउटा त्यो बेलाको प्राकृतिक स्रोत व्यवस्थापनको दिगो पद्धति पनि थियो। अबको 50 वर्षमा मैले सामुदायिक वनमा पनि त्यस्तै किसिमको, नाम फरक होला, आवरण फरक होला, तर त्यस्तै प्रथाको पुनरावृत्ति भइरहेको देख्छु। भनौँ चाहिँ के हो भने सीमित व्यक्तिले वन व्यवस्थापन गर्लान्, सीमित व्यक्तिको स्रोतमाथिको निर्भरता होला, केही मान्छेले बेगारी गर्लान्। तर जुन सामुदायिक वन भनेर हिजोको एउटा चलायमान व्यवस्था थियो, गाउँमा चाहिँ नि त्यो के अरे गोठाले समुदाय होइन, अनि गाउँमा स्थानीय स्तरमा घर बनाउने, त्यसको प्रयोग गर्ने, त्यो प्रयोग गरे बापत केही निश्चित योगदान गर्ने, चाहे श्रमदान गरो होस् चाहे आर्थिक रूपमा होस्,
त्यो समुदाय पक्कै पनि घट्छ र त्यो हिसाबले गर्दाखेरि सामुदायिक वनको जुन हामीले गाउँले समुदायले व्यवस्थापन गर्छ आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्छन् भन्ने चिज पक्कै पनि हुँदैन र अब नयाँ चिजहरू आउँछ समाज परिवर्तनशील छ समाज गतिशील छ त्यही भएर अहिले नै सामुदायिक वन के हुन्छ भने ठोक्का गर्न गाह्रो छ तर अहिलेको जसरी समुदायमा आधारित वन छ ती सबै वन केही न केही रूपमा बिग्रिन्छन् भत्किन्छन् र केही नयाँ पद्धतिको सुरुवात हुन्छ र त्यो चुनौती चाहिँ नि छ भनेपछि अहिलेको आवश्यकता चाहिँ देयर इज अ निड अफ प्याराडाइम शिफ्ट अब यो एकदमै किनभने जुन चाहिँ सोसियल रूपमा जुन चेन्ज भएको छ हैन जुन चाहिँ हाम्रो आवश्यकताहरू परिवर्तनको चेन्ज भएको छ जुन हाम्रो चाहिँ बुझाइमा चेन्ज भएको छ हैन अब सामुदायिक वनको व्यवस्थापन एज इट इज सम्भव छैन अहिलेको तरिकाले सम्भव छैन एज इट इज भन्दा पनि अहिलेको तरिकाले सम्भव छैन अब तपाईँले 1 2 3 गरेर भन्नु पर्यो भने भोलिका दिनमा यसलाई अझ इन्क्लुसिभ पार्टिसिपेटरी र तपाईँको चाहिँ राज्यको चाहिँ बेनिफिटको लागि हेर्ने हो भने सामुदायिक वनको जो मुभमेन्टमा गर्नुपर्ने कुरा 1 2 3 4 के होला ओके अब सबैभन्दा पहिले त सामुदायिक वनकोमा नगरी नहुने चिज भनेको समुदाय पहिचान गर्न पर्यो सामुदायिक वन र समुदाय टाढा छन् भने कसरी नजिक लिएर आउने भन्ने पहिलो कुरा हो त्यो भनेको समुदायको चाहना के हो त्यो वनमा यदि त्यो वन उनीहरूले व्यवस्थापन गर्न चाहँदैनन् र संरक्षणको जोखिम छैन भने त्यो वन भनेर पछाडि लाग्न आवश्यक छैन भनेपछि केही ठाउँमा सामुदायिक वन आवश्यक नपर्न सक्छ अब किनभने प्यासिभली प्रोटेक्ट भएको हुनसक्छ अब वनमाथि निर्भरतै छैन भने एउटा पाटो त्यो होइन भनेको त्यसले के हो भने समुदायको वनप्रतिको इन्ट्रेस्ट कसरी जगाउने यो वन मेरो लागि हो यसले मेरो जीविकोपार्जन चल्छ भने पहिलो हामीले त्यो सवालमा काम गर्नै पर्छ यदि हामीले वनबाट जीविकोपार्जन गर्दैनौँ भनेर भन्यौँ भने त्यो एउटा पाटोमा हामीले गर्नुपर्ने वनलाई र जीविकोपार्जनलाई सँगै लिएर जानु पर्यो एक दोस्रो पछिल्लो समय ऐन कानुन नीति नियमले समुदायमा बढी अङ्कुश कसेको जस्तो फिल हुन्छ भनेको के हो भने कहिले हामीले वनका प्राविधिक विषय लिएर आयौँ कहिले हामीले कानुनी पाटोहरू जटिल बनायौँ कोलोनियल एप्रोच भने यो सबै चिजहरूको पनि हामीले ट्रान्सफर्म गर्नै पर्छ हाम्रो काम भूमिका भनेको रेगुलेटरबाट हामी फेसिलिटेटर हुनै पर्छ वन प्रशासन भनेको के हो भन्न खोजेको के हो भने वनमा छाडातन्त्र हुनुपर्छ वनमा जे मनलाई त्यो गर्न पाइन्छ भनेको होइन तर समुदायलाई विश्वास गरेर दिइसके पछाडि त्यसको नियमित अनुगमन हुनु पर्यो र त्यो अनुसार काम भएको छ कि छैन भन्ने पाटोमा हामीले हेर्न पर्यो तर हामीले बसेर प्रत्येक चिजमा काठ कति काट्ने काठ काट्न बेला टाँचा लगाउन जान पर्ने र त्यो वन प्रशासनमाथिको परनिर्भरता जुन अहिले हामीले विकास गरिरहेको छौँ त्यो घटाउनु पर्यो दोस्रो पाटो तेस्रो पाटो अब वनको दिगो व्यवस्थापनको अवधारणामा हामी अगाडि बढ्न पर्यो त्यो भनेको के हो भने समुदायले काठको लागि भन्छ भने काठलाई व्यवस्थापन गरौँ हामी नहात्यौँ समुदायले इकोसिस्टम सर्भिस भन्छ भने इकोसिस्टमको लागि गरौँ त्यसको लागि चाहिने खाकाहरू के हुन् खास गरिकन योजना कस्तो बनाउनु समुदाय के हो समुदाय भनेको अब तपाईँको सामुदायिक एउटा उदाहरण दिन्छु अब फेरि जलथलको चाहिँ उसमा चाहिँ ठुलो समुदायसँग हामी छलफल गरेका थियौँ होइन त्यहाँ केही चाहिँ पदाधिकारीहरूले काठको व्यवस्थापन आम्दानीको कुरा गरे होइन केहीले के भन्यो भन्दाखेरि चाहिँ हामीले प्रयोग गर्ने स्रोतहरूमाथि खासै व्यवस्थापन भएको छैन होइन त्यहाँ माछाहरू न्युरो जडीबुटी होइन भने समुदायको चाहिँ आफ्नो आफ्नो प्रायोरिटी त रहेछ नि त होइन भनेपछि त्यो समुदायभित्र पनि तपाईँको चाहिँ कुन समुदायलाई बढी प्रायोरिटी दिने र व्यवस्थापन भन्ने कुरा त आउला नि किनभने त्यहाँ इलिट क्याप्चरको र इकोनोमिक बेनिफिटको कुरा पनि आउँछ नि होइन यस्तो भयो तपाईँले भनिरहेको गर्दाखेरि हामीले स्रोतमाथिको पहुँचको कुरा गरिरहेछौँ होइन भनेको तपाईँको 2-3टा पाटोबाट हेरौँ न एउटा तपाईँले वन र त्यसमा आश्रित समुदाय भनेको एउटा वनमा आश्रित समुदाय भनेका विभिन्न मान्छे हुन्छन् कोही काठ काट्ने होलान् कोही काठ प्रयोग गर्ने होलान् दुईटाको चाहना पक्कै पनि फरक छ कोही न्युरो टिप्ने होलान् कोही न्युरो बेच्ने होलान् भने अब हामीले सामुदायिक वनमा पहिले त परापूर्वकालदेखि र कोही काठ बेचेर आम्दानी गर्ने त होला नि होलान्
सबै चिज छन् भने अब हामीले के हो भने वी डिभाइड बाई कम्युनिटी फरेस्ट्री हो कि वी युनाइट बाई कम्युनिटी फरेस्ट्री हो, त्यो मेजर हो। भनेको तपाईँले सबै समान चाहना भएका चाहना परिपूर्ति गर्न सक्नुहुन्न, ट्रेड अफ गर्नुहुन्छ र ट्रेड अफ गर्नै पर्छ। त्यो रिसोर्स म्यानेजमेन्टको सिद्धान्त नै हो। तर के हो भने हामीले ट्रेड अफ गर्ने बेलामा मार्जिनलाइजेसन प्रड्युस नगरौँ भन्ने हो। भनेको के हो भने तपाईँले यदि यो जङ्गलमा जलथलको कुनै एउटा जङ्गललाई लिनुहोस्, त्यो जङ्गलमा काठ पनि छ, न्युरो पनि छ भने न्युरो प्रयोग गर्ने को हुन् र तिनलाई न्युरो रोक्यो भने असर के पर्छ त्यो हामीले हेऱ्यौँ त। पहिले त हामीले हेरौँ न, न्युरो प्रयोग गर्ने 15 घर, काठ प्रयोग गर्ने 50 घर भने यो 50 घरले यो न्युरो प्रयोग गर्ने 15 घरको पनि चाहना बुझ दिनु पऱ्यो नि त। भने हामीले योजना नै यसरी बनाउनु पऱ्यो कि यो जङ्गलमा यो ठाउँमा हामी न्युरो गर्छौँ, न्युरोलाई चाहिनेको के अरे इकोसिस्टम यस्तो हो भने त्यसमा हामीले मिनिमम डिस्टर्ब गर्छौँ भन्ने होला नि त। काठ पाट्नेमा चाहिँ त हामीलाई हाम्रो चाहिँ योजना नै इन्क्लुसिभ बनाउनु पर्यो। समुदायलाई बाहिर राख्न पाइँदैन र त्यो चाहे म एक्लै पनि किन नहोस्, मेरो अधिकार कदर हुनु पर्यो। अहिलेको पछिल्लो समय भनेको मेजोरिटी रुल हो र तर के हो भने माइनोरिटीको भोइसलाई र राइट्सलाई रिकगनाइज हुनु पर्यो र जुन सामुदायिक वनमा अबको दिन अगाडिबढी गर्ने बेलामा चाहिँ नि डेमोक्रेटिक डिसिजन्स हुनु पर्यो र रेस्पोन्सिभ कल्चरको हामीले डेभलप गर्नु पर्यो। हामीले कसैलाई पनि वनको कारणले मार्जिनलाइज हुन भएन र हिजोको दिन मैले पटक पटक केही सामुदायिक वनका कार्ययोजनाहरूमा देखेको छु, साधारण सभामा देखाएको छु, समुदायलाई काठ चाहिन्छ, व्यापारीको इन्ट्रेस्टमा बेचिन्छ। त्यो चिजहरू हामीले हटाउनै पर्यो। समुदाय भएरै सामुदायिक वन भएको हो र समुदाय भनेको त्यहाँ परापूर्व कालदेखि प्रयोग गर्ने जनता नै हो। त्यो चिजमा हामीले ध्यान दिनु पर्यो। अब होइन मान्छेलाई बिस्तारै के अरे केही पनि चाहिँदैन जङ्गल भनी अर्को व्यवस्थापन पद्धति सोच्नै पर्यो। तर मान्छेको सामुदायिक वनप्रतिको आकर्षण घटेको छ किनभने हाम्रो निर्भरता घटेको छ। अब यो आकर्षण र निर्भरता घटेको कारणले गर्दा अब हामीले नयाँ सोचका साथ अगाडि बढ्नै पर्छ। अब आज हामी लगभग चाहिँ लामो समय छलफल गऱ्यौँ सामुदायिक वनको चाहिँ व्यवस्थापनको बारेमा, यसको चाहिँ इभोल्युसनको बारेमा होइन। यो स्क्रोलली डिबेटलाई हामीले चाहिँ कन्ट्रिब्युट गर्न चाहन्छौँ होइन। अनि तपाईँको विचारमा यो सामुदायिक वनको चाहिँ जो इभोल्युसन त्यसपछि आएको चाहिँ यो चाहिँ प्याराडाइम सिफ्टलाई तपाईँले समराइज गर्दा कसरी गर्नु छ? अब म नेपालको सामुदायिक वनलाई गर्न पर्यो भने म पहिलो फरेस्ट्री प्लान 1976 देखि हेर्नुपर्छ, जसले आजको सामुदायिक वनको कोसी ढुङ्गा राख्यो। पहिलो माइलस्टोन त्यही नै हो। त्यस पछाडि त्यसैको आधारमा बसेर हामी पञ्चायत वन र पञ्चायत संरक्षित वन भनेर गयौँ र त्यो बेलामा स्थानीय सरकार अथवा त्यतिखेरको चाहिँ नि वन पञ्चायतहरूले वन व्यवस्थापन गर्छौँ भने त्यो एउटा अध्याय थियो होइन, यो के अरे ऐन नियमले गरेको वन व्यवस्थापनमा। तर त्योभन्दा अझ पछाडि जब वन ऐन वन नेवाली आयो त्यो एउटा अध्याय थियो सन् 1993 र 1995 वन नेवालीदेखि 2000 सम्मको एउटा अध्याय थियो होइन। त्यो 1993 देखि 2000 सम्मको अध्यायलाई हामीले प्रोग्रेसिभ फेज अथवा चाहिँ नि इभल्भिङ फेज पनि भन्न सक्छौँ। त्यतिखेर सामुदायिक वन के हो, कसरी व्यवस्थापन हुन्छ, यसले संरक्षण गर्छ कि गर्दैन, समुदाय आकर्षित हुन्छ कि हुँदैनन् भन्ने एउटा अध्याय थियो। त्यतिखेर हाम्रो भनेको वन ऐन नियमावली बनायौँ, सामुदायिक वनको मार्गदर्शन बनायौँ र साधारण कार्ययोजना बनायौँ, त्यो एउटा अध्याय थियो। र जब 2000मा हामीले वन नीतिलाई परिष्कृत गऱ्यौँ त्यस पछाडि हामी बिस्तारै वैज्ञानिक वनको पाटोतिर अगाडि बढ्यौँ र त्यतिखेर पहिलोचोटि सामुदायिक वनमा इन्भेन्ट्री लिएर आयौँ होइन। र त्यो फेजलाई हामीले 2008-09 सम्म सक्रिय वन व्यवस्थापनको अध्याय पनि भन्न सक्छौँ। त्यतिखेर हामीले के गर्यौँ भने वनको ग्रोइङ स्टक निकाल्यौँ, वनमा कति स्रोत छ निकाल्यौँ, काठ कति निकाल्न सक्छ निकाल्यौँ र त्यो वनमा बढेका काठहरूलाई मात्रै हामीले निकाल्यौँ। र त्यो फेजलाई चाहिँ नि हामीले अलिकति बढी दिगो वन व्यवस्थापनको हिसाबले थियो समस्या यहाँबाट सुरु भयो। अनि अब त्यो फेज पछाडि हामी 2010तिर पुग्यौँ जब चक्ला वन व्यवस्थापन सुरु भयो, वनमा वैज्ञानिक वन व्यवस्थापनका कुराहरू आए र त्यतिखेर चाहिँ नि हामी इन्टेन्सिभ फरेस्ट म्यानेजमेन्टका कुराहरू गऱ्यौँ। र बिस्तारै के भयो भने विभिन्न राजनैतिक कारणहरू, आर्थिक सवालहरूले गर्दा वनमा बिस्तारै नियन्त्रण गर्ने पद्धति सुरु गर्न आयो। केही सामुदायिक वनका कमी कमजोरी भयो होलान्, केही वन प्रशासनका कमजोरी भयो होलान्
यी दुईटा कमजोरीहरूलाई गरेर हामीले नीति नियमहरू कडा बनाउँदै लिएर आएर 2010 पछाडिको फेजलाई चाहिँ नि सामुदायिक वनको सरकारीकरण अथवा गभर्मेन्टालिटीको फेज पनि भन्छु मैले। र यो फेजमा के भयो भने राज्यले प्रत्यक्ष रूपमा कन्ट्रोल त गरेन, तर अप्रत्यक्ष रूपमा विभिन्न कार्यविधि बनायो, विभिन्न मार्गदर्शन बनायो र त्यो सबैको माध्यमबाट सामुदायिक वनहरूलाई नियन्त्रण गर्ने अध्याय चलिरह्यो। र जब 2019 मा आयो र यो उत्कर्षमा यो बेलामा सामुदायिक वन भएन, सामुदायिक वन भयो, तर विभिन्न ऐन नियम परिधिहरूले अधिकारमाथि कुण्ठित गरियो। भनेको सरकारीकरणको नियन्त्रण भयो, त सरकारीकरण सामुदायिक वनको सरकारीकरणको अध्याय सुरु भयो। तर जब हामीले 2019 आयौँ र 2019 आइसके पछाडि हामी डिफल्टबाट हामीले गभर्न गरेर आएको थियौँ र 19 पछाडि हामी डिजाइनमै गयौँ। त्यो जति पनि हामीले पुराना अध्याय अभ्यासहरू जे गर्यौँ, जसले सामुदायिक वनका अधिकारहरू कुण्ठित गरेका थियो, 2019 को वर्णन आइसके पछाडि त्यसलाई हामीले संस्थागत गर्यौँ र ती पद्धतिहरूलाई कि त हामीले नियमावलीमा बाँध्यौँ कि ती पद्धतिहरूलाई हामीले वन ऐनमै राख्यौँ भने यसले के गर्यो भने एउटा पुरानो रक्सी नयाँ बोतलमा राखियो। अब पुरानो रक्सी भन्दा पनि तपाईँको यसलाई चाहिँ नि मैले भन्दा सरकारीकरण भयो भन्छु र समुदायको अधिकार कुण्ठित भयो र एकातिर समुदायको परनिर्भरता वनमाथि घटिरहेको थियो भने अब चाहिँ नि बिस्तारै चाहिँ नि चाहना पनि कम भयो क्या। त्यही भएर हिजोको दिन राज्यले गर्दाखेरि अलिकति अधिकारको लागि लड्नुपर्ने आवश्यकता थियो भने अब अहिले राज्यको वन गर्दैछ, यो चलिरहेछ भन्ने दिशातिर गएर सामुदायिक वन एकदमै क्रस रोडमा आइपुग्यो र अब हामीले सामुदायिक वनको यो क्रस रोडमा भएको सामुदायिक वनलाई कसरी अगाडि बढाउने भनेर सोच्न पर्ने बेला भएको छ। भनेको व्यवस्थाकीय पक्षबाट हेर्नु पर्यो, आर्थिक पक्षबाट हेर्नु पर्यो र सरकारी पक्षबाट अथवा नीति ऐन नियमबाट पनि हेर्नु पर्यो। त्यही भएर अब हामीले सामुदायिक वनको हेर्ने दृष्टिकोण, सामुदायिक वनको व्यवस्थापनको उद्देश्य र सामुदायिक वनले पुर्याउन सक्ने सबै योगदान हेरेर अब नयाँ परिवेशमा नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ। पुरानै ढर्राका सामुदायिक वन जनताले व्यवस्थापन गरिदिन्छन्, घाँस दाउरा लिएर आएर चाहिँ वन व्यवस्थापन हुन्छ भनेर यदि हामीले सोच्दैछौँ भने हामी गलत दिशातिर छौँ भन्ने मलाई लाग्छ। धन्यवाद डाक्टर बस्नेत। यसबाहेक केही कुराहरू छन् जुन चाहिँ हाम्रो छलफलमा चाहिँ छुटेका? अब धन्यवाद प्रकाश सर। अब मैले अन्तिममा भन्न पर्दा सामुदायिक वनलाई हामी सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। यो नेपालको इतिहास हो, यसले संसारभरि हामीलाई सामुदायिक वनको देश भनेर चिनाएको छ र त्यो चिजले गर्दा र हाम्रो एउटा इज्जत पनि हो। हामी सबै सरकारवालाहरू जिम्मेवार हुनुपर्छ। कमी कमजोरी व्यवस्थापन गर्दा जाँदाखेरि हुन्छन्, तर हामी जिम्मेवार भएर कमी कमजोरीलाई आत्मसात गर्दै एउटा नयाँ दिशामा सम्पूर्ण सरकारवालाहरू बसेर नयाँ मार्गचित्र कोर्नुपर्ने आवश्यकता छ। हामी सबैले आफ्नो भूमिका निभाउनुपर्छ। प्रश्न सोध्छ र प्रश्नको उत्तर दिँदै फेरि अर्को प्रश्न आउँछ भन्ने दिशामा हामी अगाडि बढ्नुपर्छ। डेफिनेटली। र त्यो नै अबको सामुदायिक वनमा प्रत्येक सवालमा प्रश्न उठ्छन्। प्राविधिक पाटोमा उठ्छ, आर्थिक पाटोमा उठ्छ, संस्थागत पाटोमा उठ्लान्। तर अब हामीले ती सबैलाई कसरी समाधान गर्ने भन्दै एउटा 10 वर्षे दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ। सम्पूर्ण सरकारवालाहरूले यसमा हातेमालो गर्नुपर्छ भन्दै यति भन्दै मैले यही टुङ्गाएँ। हस्, धन्यवाद।